ओके, नमस्ते 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 गुड इभिनिङ। आज हामी 6:30 बजेदेखि क्लास भनेको थियो। हामी ठिकै छ, हामी फर्स्ट डे भएको 6:30 बजे क्लास चाहिँ हामी आज फर्स्ट डे भएको भएर अलिकति ढिलो भएको छ। यद्यपि हामी चाहिँ अब क्लास ढिलो नगरिकन हाम्रो क्लास तपाईँहरूकै अनुरोधमा चाहिँ हामीले क्लास अब वनरक्षाको क्लास चाहिँ 2 घन्टाको क्लास बनाएका छौँ साथीहरू। यो तपाईँहरूलाई पनि राम्रो र हामीहरूलाई पनि राम्रै हो यो। अब आजदेखि चाहिँ हाम्रो क्लास 6:30 बजेदेखि करिब 8:30 बजीसम्म क्लास हुनेछ। हिजो क्लास भएन है, हिजो क्लास भएन। हिजो हाम्रो यही अलिकति क्लासको यो सेड्युल मिलाउनु पर्ने भएको भएर अलिकति डिस्टर्ब भएको थियो। यद्यपि अब हामी ढिलो नगरिकन धेरैजना साथीहरूले मलाई मेसेज गर्नुभएको छ, सर 0 लेभलदेखि पढाइदिनुहोस् भन्नुहुन्थ्यो। सो आज चाहिँ हामीहरूले 0 लेभलदेखि है, सामान्य कुरादेखि कम्प्लेक्स एउटा पढाउने पनि एउटा तरिका हुन्छ। कस्तो त भन्दाखेरि एउटा सामान्यदेखि इजी टु हार्ड भन्छ क्या, सजिलोदेखि गाह्रोतिर चाहिँ हामी त्यसरी लैजान्छौँ। पहिला हामी नेपालका राष्ट्रिय निकुञ्जहरू, संरक्षित क्षेत्रहरू भनौँ, अझ विशेष रूपमा सबैले बुझ्ने भाषामा चाहिँ संरक्षित क्षेत्रहरूबाट सुरु गर्छौँ र यसबाट पनि क्वेसन सोध्छ है। मलाई धेरैजना साथीहरूले भन्नुहुन्थ्यो, सर संरक्षित क्षेत्रबाट पनि क्वेसन सोध्छ र यो राष्ट्रिय निकुञ्जहरूबाट क्वेसन सोध्छ र भन्नुहुन्थ्यो। सोध्छ, किन नसोध्ने? तपाईँले देख्नुभयो गण्डकी प्रदेशमा क्वेसन हेर्नुभयो, त्योभन्दा अगाडिको कोशी प्रदेशको हेर्नुभयो, त्योभन्दा अगाडिको चाहिँ कोशी प्रदेश हेर्नुभयो। सो सबैमा सोधेको देखिन्छ। सो यसबाट क्वेसन सोध्दैन भन्न मिल्दैन, क्वेसन सोध्छ। त्यही भएर यो पनि इम्पोर्टेन्ट नै छ भन्ने कुरा हजुरहरूले बुझ्नु पर्यो है। ल, अब हामी ढिलो नगरिकन तपाईँहरूले स्क्रिनमा देखिसक्नु भएको छ साथीहरू। आज चाहिँ म तपाईँहरूलाई नेपालका संरक्षित क्षेत्रहरू है, धेरैजना साथीहरू झुकेको देखिन्छ। संरक्षित क्षेत्र भनेको छ, फेरि संरक्षण क्षेत्र भनेको छ, फेरि वन संरक्षण क्षेत्र भनेको छ, के हो यो अलमल्ल पर्ने जस्तो देखिएको छ। त्यही भएर आज चाहिँ सबैलाई काम लाग्छ है साथीहरू। यो लुम्बिनी प्रदेश, मधेस प्रदेश भन्दा पनि यो सबैलाई, लुम्बिनी प्रदेशको साथीहरूले पनि मजाले बुझ्नु पर्यो। प्लस तपाईँको मधेस प्रदेशका साथीहरूले पनि यसको बारेमा बुझ्नु पर्यो है। सो मैले दुईटालाई कम्बाइन गरेर यो आज क्लास अगाडि बढाउँदैछु। ठिकै छ साथीहरू, आजको हाम्रो क्लास फेसबुकबाट पनि लाइभ भइरहेको छ। तपाईँहरू फेसबुकबाट जोडिँदै हुनुहुन्छ भने त्यहाँबाट पनि तपाईँ क्लास हेर्न सक्नुहुन्छ। र फेसबुकबाट क्लास लिने साथीहरूले चाहिँ एम्बिसन गुरुको एप इन्स्टल गरेर त्यहाँबाट पनि क्लास लिन सक्नुहुन्छ है। एम्बिसन गुरुको एप इन्स्टल गर्नुहोस् र त्यहाँबाट पनि तपाईँहरूले क्लास लिन सक्नुहुन्छ। एनिवे, क्लास रोकी आइरहेको छ भन्नुभएको छ प्रदीप यादव सरले। ठिकै छ सर, एकचोटि तपाईँको त्यहाँ के नेटको समस्या हो कि एकचोटि यसो हेर्नुहोस् है। त्यसरी पनि भएन भने फेरि हामी यताबाट चाहिँ के गर्छौँ है। ल ओके, अब हामी ढिलो नगरिकन नेपालका संरक्षित क्षेत्रहरू है, तपाईँहरूले स्क्रिनमा पनि देखिसक्नु भएको छ साथीहरू। यहाँ राष्ट्रिय निकुञ्जहरू, संरक्षण क्षेत्रहरू, शिकार आरक्षीहरू र वन्यजन्तु आरक्षीहरू देखाएको छ। अब यसमा चाहिँ हामी लुम्बिनी प्रदेशमा कुन पर्छ र मधेस प्रदेशमा कुन पर्छ त्यसको बारेमा पनि छलफल गर्छौँ। पहिला त हामीहरूले नेपालको समग्र राष्ट्रिय निकुञ्जहरू, ठुलोदेखि सानो स्थापना अनुसार हो अथवा पूर्वदेखि पश्चिम हो, पूर्वदेखि पश्चिम पनि जान्नु पर्यो। पूर्वदेखि पश्चिमसम्मको एउटा अर्डरमा है जान्नु पर्यो। पूर्वदेखि पश्चिमको राष्ट्रिय निकुञ्जहरू चाहिँ अब चाहिँ तपाईँले ढिलो नगरिकन यहाँ तपाईँले केही देख्नुभएको छ, तराईका राष्ट्रिय निकुञ्जहरू, पहाडका हिमालतिरका राष्ट्रिय निकुञ्जहरू। अब यसका बारेमा चाहिँ नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छ भनेर अस्ति भर्खर क्वेसन सोधेको थियो, देख्नुभयो नि है। गण्डकी प्रदेशमा नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन्, जो कि यो त सामान्य क्वेसन हो नि त। वन रक्षकको तयारी गर्नुभएको साथीहरूलाई नेपालमा संरक्षित क्षेत्रहरू कति छन् र नेपालमा चाहिँ राष्ट्रिय निकुञ्जहरू कति छन् भन्ने कुराहरू त जान्नु पर्यो नि त। यही क्वेसन पनि मैले बिगारेको देखेको छु। एकदमै धेरै पढ्नुहुन्छ, धेरै गाह्रो पढ्नुहुन्छ। मलाई अस्ति भर्खर एकजना साथीले भन्नुहुन्थ्यो, सर यो त वन रक्षक के रहेछ त भन्दाखेरि हामीहरूले गाह्रो तयारी गर्ने, सजिलो बिगार्ने, त्यसो पो देखियो त भन्ने कुरा गर्नुहुन्थ्यो। उहाँले एकदम सही कुरा बोल्नुभएको। हामी चाहिँ गाह्रो पढ्न थाल्छौँ अनि सजिलो नेपालको राष्ट्रिय निकुञ्ज कति छन् भन्ने कुरा बिगारिदिन्छ लास्टमा हो। सो ठिकै छ नि। अब धेरै छलफल भन्दा पनि अब चाहिँ हामी चाहिँ के गर्छौँ त भन्दाखेरि ल नेपालका राष्ट्रिय निकुञ्जहरूको बारेमा यसो हेरौँ न त के छ। यो चाहिँ यही देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ अब यो शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भयो, यहाँ बर्दा राष्ट्रिय निकुञ्ज छ, यहाँ खप्तर राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्जहरू हो, ढोरपाटन शिकार आरक्षी यहाँनिर छ। अब यिनीहरूको बारेमा हामी चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भयो, अनि गएर यता मकालु बरुण राष्ट्रिय निकुञ्ज,
सगरमाथा राष्ट्रिय निकुञ्ज, लामटाङ राष्ट्रिय निकुञ्ज। अब यिनीहरू राष्ट्रिय निकुञ्जहरूको बारेमा चाहिँ हेरौँ न त है। ल नेपालका राष्ट्रिय निकुञ्जहरू है, पहिलो स्लाइड। अब दोस्रो स्लाइड भनौँ, नेपालका राष्ट्रिय निकुञ्जहरू ठुलोदेखि सानो, ठुलोदेखि सानो है। नेपालका राष्ट्रिय निकुञ्जहरू ठुलोदेखि सानो। ल हेर्नुहोस् है, नेपालका राष्ट्रिय निकुञ्जहरू ठुलोदेखि सानो जुन एउटा अर्डरमा राखिएको छ, एउटा चाहिँ सिक्वेन्सियल अर्डरमा राखिएको छ, त्यो एउटा सूत्र मार्फत चाहिँ तपाईँलाई प्रस्तुत गर्छु। पहिला म सलाम सब चिप बासु खसिरा, हेर्नुहोस् त, सलाम सब चिप बासु खसिरा भन्ने 12 वटा राष्ट्रिय निकुञ्ज है। यो चाहिँ ठुलोदेखि सानो। तपाईँलाई क्वेसन कसरी पनि सोध्न सक्छ त भन्दाखेरि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज त्यो त भइहाल्यो साथीहरू, त्यो त भइहाल्यो। तर दिएका मध्ये कुन चाहिँ ठुलो भनेर पनि सोध्न सक्छ के, दिएका मध्ये कुन चाहिँ ठुलो भनेर पनि सोध्न सक्छ है। अनि एउटा कुरा हजुरहरूले के बुझ्नु पर्यो त भन्दाखेरि यहाँ चाहिँ केही राष्ट्रिय निकुञ्जहरू मैले विषयवस्तुको रूपमा चाहिँ प्रस्तुत गर्छु, अनि फेरि हामी के गर्छौँ त भन्दाखेरि वस्तुगत प्रश्नोत्तर है, वस्तुगत प्रश्नोत्तरको क्वेसनको मार्फत पनि तपाईँहरूलाई केही कुराहरू प्रस्तुत गर्छौँ। त्यही भएर आज क्लास चाहिँ मैले भने नि, अब 2 घन्टा क्लास, 1 घन्टा हामी विषयवस्तुमा प्रवेश गर्छौँ र बाँकी रहेको 1 घन्टा चाहिँ हामी प्रश्नोत्तरमा चाहिँ छलफल गर्छौँ साथीहरू है। यसो गर्दाखेरि यो पढाउने कुराहरू तपाईँहरूले जान्नुपर्ने कुराहरू अलिक बृहत हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। अब जाउँ, अब सुन्नुहोस् है, हामीले हो र नोटहरू आएन अहिलेसम्म भन्नुभएको छ। ठिक छ, ठिक छ, डोन्ट वरी है। म नोटको चाहिँ आज मङ्गलबार म होइन पठाउन चाहिँ अलिकति यो त्यहाँ चाहिँ धेरै ठाउँमा मैले कोसी कोसी भनेर लेखेको रहेछु, कोसी प्रदेशको लागि गण्डकी प्रदेश, त्यो चेन्ज गर्नुपर्ने भएको छ नि त। फेरि नोटै फेरि लुम्बिनी प्रदेशको भनेर हालिदिने, भित्र फेरि गण्डकी कोसी देख्यो भने तपाईँलाई राम्रो हुँदैन भनेर मैले त्यो के चेन्ज गर्न खोजेर मात्रै अलिकति टाइम लागेको। भोलि पर्सिसम्म प्राप्त गर्नु, सबै नोट प्राप्त गर्नुहुन्छ है। ल अब सूत्र हेरौँ त। ल सलाम सब चिप बासु खसिरा भन्ने ठुलोदेखि सानो है। ठिक छ प्रदीप सर, तपाईँ एकदमै मान्नुहुन्छ, मलाई खुसी लाग्छ। म तपाईँलाई 2 दिनमा बढीमा 2 दिनमा चाहिँ नोट प्रोभाइड गरिदिन्छु। त्यहाँ चाहिँ गण्डकीको सबै चेन्ज गर्नुपर्ने छ। गण्डकी भएको ठाउँमा लुम्बिनी त बनाउनु पऱ्यो नि, एटलिस्ट मधेस बनाउनु पऱ्यो नि त, त्यही भएर चाहिँ अलिकति टाइम लागेको। ल सलाम सब चिप बासु खसिरा भन्ने सूत्र, अब यतातिर ध्यान दिउँ है। सलाम सब चिप बासु खसिरा, ठुलोदेखि सानो। अब तपाईँले कमसे कम यो सलाम सब चिप बासु खसिरा भन्ने सूत्र जान्नुभयो भने तपाईँलाई नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन्, ठुलोदेखि सानो, दिएका मध्येमा कुन ठुलो भन्ने कुरामा त नो डाउट त्यो त मजाले गर्न सक्नुहुन्छ। कुनै अप्ठ्यारो हुन्छ त हुँदैन नि। ल हेर्नुहोस्, अब स भनेको सलाम, स भनेको से फोक्सोन्डो भनेर पढ्नुहोस्। नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज से फोक्सोन्डो हो भन्ने कुरामा त नो डाउट के, त्यो त तपाईँहरूले सानो क्लासदेखि पढ्दै आउनुभएको होला नि, 8, 9, 10देखि पढ्दै आउनुभएको कुराहरू। सो से फोक्सोन्डो भनेको नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो। स भनेको से भनेर पढ्नुहोस्, ठिक छ, स भनेको से भनेर पढ्नुहोस्, से फोक्सोन्डो। अब ला भनेको लामटाङ, लामटाङ राष्ट्रिय निकुञ्ज। अब फेरि यस्तो हुन्छ, पहिला त कमसेकम तपाईँले 12 वटा राष्ट्रिय निकुञ्ज ठुलोदेखि सानो भन्न जान्ने हो, त्यसपछि त्यसको क्षेत्रफल पढ्ने होला, त्यसपछि त्यसको स्थापना पढ्ने होला, त्यसपछि त्यसका विशेषताहरू पढ्ने होला। यत्तिकै हराङहुरुङ गरेर पढ्ने कुरा पनि भएन नि त। जे कुरा पनि एउटा फर्मेटमा पढ्यो भने त्यो चाहिँ स्थायी रूपमा चाहिँ दिमागमा हाम्रो मस्तिष्कमा चाहिँ रहन्छ है। ल अब स भनेको से फोक्सोन्डो है। सर यो त मलाई एकदम इजी लाग्छ। ठिक छ नि त, इजी लाग्छ भने फेरि अर्को टपिकमा गाह्रो लाग्न सक्छ, अलि सुन्ने हेर्ने है। कहिलेकाहीँ आफूले पढेको कुराहरू र सरले प्रस्तुत गर्नुभएको कुराहरू केही फरक छ भने ट्याली गर्ने है। ला भनेको लामटाङ, म भनेको मकालु बरुण, स भनेको सगरमाथा, ब भनेको बर्दिया, ची भनेको चितवन, प भनेको पर्सा, बा भनेको बाँके, सु भनेको शुक्लाफाटा, ख भनेको खप्तड, सी भनेको शिवपुरी नागार्जुन, रा भनेको रारा। ठिक छ, सलाम सब चिप बासु खसिरा, सलाम सब चिप बासु खसिरा, ठुलोदेखि सानो। के डाउट छ? छैन नि। अब तपाईँले यो सूत्र जान्नुभयो भने दिएका मध्येमा कुन ठुलो कुन सानो भन्ने कुरा चाहिँ मजाले गर्न सक्नुहुन्छ है। ल अब नेक्स्ट स्लाइडतिर प्रवेश गरौँ है। यसमा कुनै डाउट छ त? सर यो एरीको आधारमा हो, यो चाहिँ क्षेत्रफलको आधारमा
एरियाको आधारमा ठिक छ। ठुलोदेखि सानो भनेको अब क्षेत्रफलकै कुरा गरिन्छ नि त। ठुलो सानो भन्ने कुराहरू क्षेत्रफलसँग जोडिएको हुन्छ नि त साथी है। प्रतिभा यादव सर ठिक छ। ठुलोदेखि सानो भन्ने बित्तिकै यहाँ लेखेको छ नि त ठुलोदेखि सानो है। ठुलोदेखि सानो ठुलोदेखि सानो भनेपछि हामीले क्षेत्रफलको हिसाबमा कुरा गर्छौँ, हामी जनसङ्ख्याको हिसाबमा चाहिँ। क्लियर साउन्ड आएको छैन भन्नुभएको छ। साउन्ड क्लियर आएको छैन हो। हाम्रो फेरि यस्तो हुन्छ यो यतातिर हाम्रो चाहिँ हाम्रो तपाईँले ठुलो नगरपालिका सानो नगरपालिका भनेर त्यहाँ पढ्नु भएकोलाई त्यहाँ फेरि क्षेत्रफलको हिसाबले अनि जनसङ्ख्याको हिसाबले हुन्छ। तर राष्ट्रिय निकुञ्जहरू त्यहाँ क्षेत्रफलकै कुरा गरिन्छ, त्यहाँ कुनै जनसङ्ख्याको कुरा गरिँदैन है। ठिकै छ। ल अब जाउँ नेक्स्ट स्लाइडतिर। अब ओगटेका जिल्लाहरू हेरौँ। ओगटेका जिल्लाहरू भनेको सलाम, सब, चिप, बासु, खसिरा। स भनेको सेफोक्सुन्डो हो, सेफोक्सुन्डो। अनि ला भनेको लामटाङ, म भनेको मकालुबरुण, स भनेको सगरमाथा, ब भनेको बर्दिया, ची भनेको चितवन, प भनेको पर्सा, बा भनेको बाँके, सु भनेको शुक्लाफाटा, ख भनेको खप्तड, सी भनेको शिवपुरी नागार्जुन, रा भनेको रारा। अब यिनीहरूले कुन कुन जिल्लालाई ओगटेका छन् त, कुन कुन जिल्लालाई छोएका छन्, कुन कुन जिल्लामा अवस्थित छन् भन्ने बारेमा हेरौँ न त साथीहरू अब है। ल पहिलो सुन्नुहोस् है, पहिलो हामीले चाहिँ के गर्दैछौँ त भन्दाखेरि ओगटेका जिल्ला है। स भन्ने बित्तिकै मुडो भनेर सम्झिनुहोस्। स भन्ने बित्तिकै सेफोक्सुन्डो मुडो। सेफोक्सुन्डोमा मुडो बगेको सम्झिनुहोस्, मुडो डुबेको सम्झिने। सम्झिन त के भयो त, जान्नको लागि त जे सम्झे पनि भयो हो। सेफोक्सुन्डोमा मुडो डुबेको सम्झिनुहोस्। अब मुडो भन्ने बित्तिकै हेर्नुहोस् है साथीहरू, मुडो भन्ने बित्तिकै तपाईँले जिल्ला भन्न सक्नुहुन्छ। मुडो भन्ने बित्तिकै सेफोक्सुन्डोले कुन कुन जिल्लालाई छोएको छ भन्ने प्रश्नमा के अप्ठ्यारो आउँछ? आउँदैन होला है। सेफोक्सुन्डो सुन्नुहोस् है, मुडो भन्ने बित्तिकै मु भनेको मुगु, डो भनेको डोल्पा। हेर्नुहोस् त, मुगु र डोल्पा। ल मुगु र डोल्पा। सेफोक्सुन्डोको चाहिँ मुगु र डोल्पा। ठिक छ। ल अब यसपछि हामी फेरि क्षेत्रफलतिर आउँछौँ है साथी। एकदमै याद गर्ने, क्लासमै याद गर्ने है। फेरि नोट बनाउने, त्यसपछि त्यो नोट टक्क रिभाइज गर्ने गर्नु। अब लोकसेवा आएको हेर्नुहोस्, यतिकै पास मात्र भएर भएन, कम्पिटिसन छ। ल मुडो भन्ने बित्तिकै मु भनेको मुगु, डो भनेको डोल्पा। अब के गरेर याद गर्ने त, सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज। सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले दुईटा जिल्लालाई छोएको रहेछ, दुईटा जिल्लालाई ओगटेको रहेछ। एउटा भनेको मुगु, अर्को भनेको डोल्पा। ला भनेको लामटाङ। हेर्नुहोस् है, ला भनेको लामटाङ। सिनुर भनेको कुनै जिल्लाको नाम चाहिँ होइन, यो चाहिँ सूत्र हो भन्ने कुरा बुझ्नुहोस्। सिनुर भनेको सूत्र, के को सूत्र त भन्दाखेरि लामटाङ राष्ट्रिय निकुञ्जले छोएको जिल्लाको सम्झिने सूत्र। त्यही होइन साथीहरू, लामटाङ राष्ट्रिय निकुञ्जले छोएको जिल्ला सम्झिने सूत्र सिनुर। सिनुर भनेको सी भनेको, नु भनेको र भनेको कुन कुन जिल्ला आउँछ, यसो याद गर्ने, यसो थिङ्क गर्ने है। किनभने तपाईँले एकचोटि कहीँ न कहीँ पढेको हुनसक्छ, कहीँ न कहीँ सुनेको हुनसक्छ। सी भनेको कुन जिल्ला होला, नु भनेको कुन जिल्ला होला, र भनेको कुन जिल्ला होला भन्ने यसो याद गर्ने। अब सी भनेको सिन्धुपाल्चोक। अस्ति भर्खर हामी गएको थियौँ शनिबार लामटाङ राष्ट्रिय निकुञ्जतिर, उता सिन्धुपाल्चोकतिर। सिन्धुपाल्चोक है। नु भनेको नुवाकोट, र भनेको रसुवा। ठिक छ, तीनटा जिल्लालाई छोएको छ, सिनुर, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा साथीहरू। ठिक छ। अब जाउँ म भनेको मकालु बरुण। म भनेको मकालु बरुण। सोस भने के,
हामी डल्फिनलाई सोच भन्छौँ हो कि न मकालु बरुणमा डल्फिन भेटेको सम्झिनुस् अलि अचम्म सम्झिनु नि है सोच भन्ने बित्तिकै डल्फिन अब सोच सो भनेको के होला ल यसो याद गर्नुहोस् त सोच भनेको छ सोलुखुम्बु र शङ्खसभा मकालु बरुण राष्ट्रिय निकुञ्जले छोएको जिल्ला सम्झिने सूत्र मकालु बरुणमा एउटा डल्फिन भेटेको सोच भेटेको सम्झिने देखेको सम्झिने हो अब मकालु बरुण सुन्नुस् है मकालु बरुण सोच भनेपछि सोलुखुम्बु र शङ्खसभा सोलुखुम्बु र शङ्खुवा सभा ल के डाउट छ त ल मकालु बरुणमा डल्फिन भेटेको हुन त सर त्यस्तो पहाडमा डल्फिन भेटिन्छ र सम्झिने भनेको छ नि तपाईँले डल्फिन सोच है अब बिर्सिँदैन नि त त्यसरी अब स भनेको फेरि सगरमाथा स भन्ने बित्तिकै के सम्झिने त सगरमाथा सो भनेको छ सोलुखुम्बु एउटा जिल्लालाई मात्रै है सोलुखुम्बु सरी सो भनेको सोलुखुम्बु ल अब ब भनेको बर्दियाको बले लेखेको छ यो पनि के भयो त बर्दियाले बर्दिया जिल्लालाई मात्र छोएको छ अब ची भनेपछि चितवन राष्ट्रिय निकुञ्ज साथीहरू ची भन्ने बित्तिकै चितवन राष्ट्रिय निकुञ्ज भनेर सम्झिने ठिक छ चितवन राष्ट्रिय निकुञ्जले छोएका जिल्ला चिपमन चितवन राष्ट्रिय निकुञ्जले छोएको जिल्ला चिपमन हेर्नुहोस् है साथीहरू चितवन राष्ट्रिय निकुञ्जले छोएको जिल्ला भन्ने बित्तिकै चिपमन भन्ने बित्तिकै ची भनेको चितवन प भनेपछि पर्सा म भनेको मकवानपुर र न भनेपछि नवलप्रासी अब नवलप्रासी त दुईटा छन् पूर्वी र पश्चिम भन्ने छ पूर्वी नवलप्रासी जसलाई हामी नवलपुर पनि भन्छौँ पूर्वी नवलप्रासी भनेर सम्झिनुहोस् नवलप्रासी पश्चिमतिर जाने कुरा भएन किनभने परासी के भयो फेरि परासी एकदमै फिल फ्री है एकदमै मजाले परासी ल चिपमन चितवन पर्सा मकवानपुर पूर्वी नवलप्रासी ठिक छ अब पर्सा राष्ट्रिय निकुञ्ज सेम टु सेम छ नभएको ठाउँमा बा सम्झिने हो चिपमबा है फेरि अहिले हामीले पढेको चाहिँ नेपालका राष्ट्रिय निकुञ्जहरू 12वटा सम्झिनुहोस् है 12वटा राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू टच गरेका जिल्लाहरू कुन जिल्लालाई छोएको छ कुन जिल्लामा अवस्थित छ भनेर सोध्न सक्ने सम्भावना बोकेको टपिक हो यो है योभन्दा अगाडि हामीले चाहिँ के पढ्यौँ त के अध्ययन गर्यौँ त भन्दाखेरि नेपालका राष्ट्रिय निकुञ्जहरू ठुलोदेखि सानो भन्ने अध्ययन गर्यौँ साथीहरू है नेपालका राष्ट्रिय निकुञ्ज ठुलोदेखि सानो क्षेत्रफलको हिसाबले ठुलोदेखि सानो राष्ट्रिय निकुञ्ज पढ्यौँ ठुलोदेखि सानो सलाम सब चिपा बासु खसिरा है याद गर्ने सलाम सब 2 घण्टा क्लास भएपछि त यति त जान्नु पर्यो क्लासमै याद गर्नु पर्यो सलाम सब चिपा बासु खसिरा अब यसपछि हामीले यही फर्म्याटमा यिनीहरूले कुन जिल्लामा छोएका छन् कुन जिल्लालाई टच गर्छन् कुन जिल्लामा अवस्थित छन् कुन जिल्लामा पर्छन् भन्ने कुराको स्लाइड दोस्रो स्लाइडमा अथवा तेस्रो स्लाइड भन्नुस् पहिलो स्लाइडमा त हामीले यो चित्र हेर्यौं नेपालका संरक्षित क्षेत्रहरू प्रोटेक्टेड एरियाज अफ नेपाल भनेको छ यहाँ चितवन राष्ट्रिय निकुञ्ज लामटाङ सगरमाथा रारा भनेर दिएको छ साथीहरू अनि यो पहिलो स्लाइडमा त यो चित्र मात्रै भयो दोस्रो स्लाइडमा तपाईले राष्ट्रिय निकुञ्जहरू हेर्नुभयो ठुलोदेखि सानो तेस्रो स्लाइडमा चाहिँ उनीहरूले ओगटेका जिल्लाहरू उनीहरूले छोएका जिल्लाहरूको बारेमा हेर्यौं है प भनेको चिपमबा हेर्नुस् है
चि प म बा भनेपछि चितवन ढिलो ढिलो जाउँ आतिनु पर्दैन चितवन याद गरेर जाउँ है प भनेपछि पर्सा म भनेपछि मकवानपुर र अब एउटा चाहिँ यहाँ फरक छ बा भनेपछि बारा ल ठीक छ यो चाहिँ पर्सा राष्ट्रिय निकुञ्जले छोएको जिल्ला चि प म बा है ल साथीहरू अब जाउँ बा भनेपछि बाँके राष्ट्रिय निकुञ्ज हो ल बाँके राष्ट्रिय निकुञ्जको यसको त अब यसका चाहिँ केही कुराहरू हामी फेरि पढ्ने नै छौँ अहिले हामीले सामान्य रूपमा चाहिँ यिनीहरूले चाहिँ ओगटेका जिल्लाहरू पढिरहेका छौँ साथीहरू है यसका विशेषताका कुराहरू है यो यसको चाहिँ महत्त्वका कुराहरू हामी एकछिनमा आउँछौँ त्यो स्लाइडमा एकछिनमा आउँछ हामीहरू अहिले फेरि सबै एकचोटि भन्दा फेरि त्यसले फेरि मिसमास हुनसक्छ फेरि एउटा भद्रगोल हुनसक्छ त्यही भएर सिस्टेमेटिक तरिकाले जाउँ न त भनेर है सो बा भनेपछि बाँके राष्ट्रिय निकुञ्ज सो बा भन्ने बित्तिकै बाँके राष्ट्रिय निकुञ्ज बादास भनेर सम्झिनु साथीहरू है बादास भन्ने बित्तिकै नजिक नजिकको जिल्ला सम्झिने बाँके नाम बाँके छ बाँके नहुने कुरा त भएन बाँके दा भन्ने बित्तिकै दाङ स भन्ने बित्तिकै सल्यान हो बादास ठिक छ बादास भनेर सम्झिनुहोस् बाँके राष्ट्रिय निकुञ्ज अब तपाईँले यदि तपाईँले लुम्बिनी प्रदेशको तयारी गर्दै हुन्छ साथीहरू भने तपाईँले बर्दा राष्ट्रिय निकुञ्जको बारेमा जान्नु पर्यो बाँके राष्ट्रिय निकुञ्जको बारेमा जान्नु पर्यो साथीहरू किनभने यी भनेका लुम्बिनी प्रदेशमा सुन्नुहोस् है यी भनेको चाहिँ लुम्बिनी प्रदेशमा पर्ने सुन्नुहोस् है लुम्बिनी प्रदेशमा पर्ने राष्ट्रिय निकुञ्जहरू हुन् कुरा बुझिराख्नु भएको छ त्यही भएर लुम्बिनी प्रदेशमा पर्ने राष्ट्रिय निकुञ्जहरूको बारेमा विशेष तपाईँहरूले जान्नु पर्यो साथीहरू अब मध्य प्रदेशको तयारी गर्दै हुनुहुन्छ भने पर्सा राष्ट्रिय निकुञ्जको जान्नु पर्यो चितवन राष्ट्रिय निकुञ्जको जान्नु पर्यो हो सो मध्य प्रदेश किनभने चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज भनेका त यी मध्य प्रदेशका हामीले अहिले चाहिँ क्लास भनेको मध्य प्रदेश र लुम्बिनी प्रदेशको लुम्बिनी प्रदेशमा बाँके पर्यो बर्दिया पर्यो राष्ट्रिय निकुञ्जको कुरा मात्रै गरिरहेको छु अहिले मैले सबै कुरा त अहिले गरिरहेको छैन मैले है ल बादासा भन्ने बित्तिकै बाँके राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू ओगटेका जिल्लाहरू ल ठिक छ है सो बाँके दाङ सल्यान यो भनेको बाँके राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू अब सु भन्ने बित्तिकै शुक्लाफाटा है सु भन्ने बित्तिकै शुक्लाफाटा तपाईँ यहाँ कौन भनेको छ कञ्चनपुर भनेको खास एउटा जिल्लालाई मात्रै छोएको यो कञ्चनपुर शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भनेको कञ्चनपुर जिल्लामा है शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भनेको कञ्चनपुर जिल्लामा छ यो कुरा बुझ्नुभयो अब ख भन्ने बित्तिकै खप्तडको यहाँ मैले थोरै सम्झिने तरिका के लेखेको छु त भन्दाखेरि यो पहिला हाम्रो अञ्चलको कुरा थियो कि 14 अञ्चल 75 जिल्ला भनेर त कुनै बेला पढेको थियौँ हामीले सानोमा सुनेका थियौँ पढे पनि नपढे पनि कतै काहीँ त सुनेको हो नि त 14 नेपाल चाहिँ 14 अञ्चल 75 जिल्लामा बाँडिएको छ भनेर पढेका थियौँ अहिले त अञ्चलको कुराहरू त संहिता आइसकेपछि हटिसक्यो त्यो कुरा गइसक्यो अहिले पनि हामीसँग 77 जिल्लाहरू छन् पहिलाका 75 जिल्लामा दुईटा जिल्लाहरू रुकुम र नवलपरासीलाई दुईटा बनाइएर 77 जिल्ला पुर्याइएको छ ठिक छ सो यहाँ के छ त भन्दाखेरि खप्तड राष्ट्रिय निकुञ्जले छोएको जिल्ला मैले सम्झिने एउटा सानो सूत्र जस्तो बनाएको छु त्यो सूत्र भनेको के हो त भन्दाखेरि खप्तड राष्ट्रिय निकुञ्जले सेती अञ्चल कैलाली बाहेक भनेको छ हेर्नुस् त सेती साबिकको सेती अञ्चलमा पर्ने जिल्लाहरू के हुन् त्यो पनि जान्नु पर्यो हजुरहरूले हेर्नुस् है साबिकको सेती अञ्चल भित्र पर्ने हेर्नुस् है साबिक भनेको पहिला राज्य पुनर्संरचना हुनुभन्दा अगाडि संघीयता आउनुभन्दा अगाडि हो पहिला अञ्चल थियो त्यो अञ्चल अन्तर्गत तपाईको सेती अञ्चलमा बजाङ बजुरा डोटी अछाम कैलाली थियो हेर्नुस् है बजाङ बाजुरा डोटी अछाम
कैलाली। ल हेर्नुहोस् है साथीहरु, यो भनेको सेती अञ्चलमा पर्ने जिल्लाहरू हुन्। बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली। खप्तड जिल्लाले छोएका जिल्ला खप्तड राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू सेती अञ्चल कैलाली बाहेक भनेर यहाँ लेखिएको छ स्लाइडमा। भनेपछि सेती अञ्चल भन्ने बित्तिकै हामीले के बुझ्छौँ त भन्दाखेरि बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली। तर यो कैलाली बाहेक भनेपछि बझाङ, बाजुरा, डोटी, अछाम। हेर्नुहोस् त, बझाङ, बाजुरा, डोटी, अछाम। ल यो चाहिँ खप्तड राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू। ठिक छ साथीहरु, खप्तड राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू के रहेछन् त? बझाङ, बाजुरा, डोटी, बझाङ, बाजुरा, डोटी, अछाम। अब सी भनेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज। सुन्नुहोस् है, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कानु सिधा है, कानु सिधा। हेर्नुहोस् है, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू। अब यो त काठमाडौँदेखिको सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्ज हो। यसको त फेरि विशेषताको कुरा त फेरि बेग्लै अहिले हामी एकछिन स्लाइडमा छलफल गर्छौँ साथीहरू। तर अहिले तपाईले के बुझ्नु पर्यो त भन्दाखेरि सी भन्ने बित्तिकै शिवपुरी मात्रै नबन्नु होला, त्यो पछि इन्टरभ्यूमा तपाईलाई धेरै समस्या हुन्छ है। शिवपुरी भनेर बुझ्नुभयो भने, भन्नुभयो भने, बुझ्न त के भएन, तर इन्टरभ्यूको दौरानमा तपाईले शिवपुरी राष्ट्रिय निकुञ्ज मात्रै भनिदिनु भयो भने पनि त्यसले ठुलो तपाईलाई असर गर्छ। यसको खास नाम शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हो। किन शिवपुरी नागार्जुन भयो त्यसको बारेमा अहिले छुट्टै एकछिनमा आउँछौँ। तर तपाईले सी भन्ने बित्तिकै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भनेर याद गर्नु पर्यो है। सो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू सूत्र भनेको कानु सिधा। सुन्नुहोस् है, सूत्र भनेको के रे? कानु सिधा। अब तपाईले कानु सिधा भन्ने बित्तिकै मलाई लाग्छ तपाईले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले कुन कुन जिल्लालाई छोएको छ भन्ने कुरा त लगभग सक्नुहुन्छ भन्ने लाग्छ मलाई है। हेर्नुहोस् त, का भन्ने बित्तिकै काठमाडौँ है, का भन्ने बित्तिकै काठमाडौँ। ल लेख्नुहोस्, मैले बिस्तारै लगिरहेको छु है, तपाईलाई कुनै कुदाएको छैन। यो त एकछिनमा 5 मिनट खरखुरखुर भन्ने टपिक हो नि त। तर मैले एकछिन तपाईलाई ठिक छ, सानो यो हेर्दाखेरि सानो देखिए तापनि यसले ठुलो अर्थ राख्छ, भोलि यही जान्निन्न, यही बिर्सिन्छ भनेर अलिकति टाइम लिइरहेको छु। काठमाडौँ, नु भनेको नुवाकोट, सी भनेपछि कोटा भन्छ नुवाकोट, सिन्धुपाल्चोक, धा भनेपछि धादिङ। ल यो चाहिँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले छोएका कानु सिधा है। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले छोएको कानु सिधा है। ल अब लास्टमा नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज जुम अथवा जुमु भन्ने, अथवा तपाईले सम्झिनको लागि रारामा बस्ने साथीसँग जुमबाट च्याटिङ गरेको, जुमबाट मिटिङ गरेको, जुमबाट कम्युनिकेसन गरेको भनेर सम्झिने। सो रारा राष्ट्रिय निकुञ्जले छोएका जिल्ला भनेको जुम है। जु भनेको जुम्ला, मु भनेको मुगु है। जु भनेको जुम्ला, जुम्ला र मुगु। ल यो भनेको के त? रारा राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू है। ल फाइनली साथीहरू, हामीले चाहिँ नेपालका राष्ट्रिय निकुञ्जहरू 12 वटा राष्ट्रिय निकुञ्ज, सुन्नुहोस् है, 12 वटा राष्ट्रिय निकुञ्ज, उनीहरूले ओगटेका जिल्ला र ठुलोदेखि सानो छलफल गर्यौं।
त्यसको साथसाथै मध्य प्रदेशमा पर्ने राष्ट्रिय निकुञ्जहरू मधेस यहाँ लेखिदिन्छु म मध्य प्रदेशमा यी राष्ट्रिय निकुञ्जहरू पर्छन् राष्ट्रिय निकुञ्ज मात्रै भन्यो भने है फेरि संरक्षित क्षेत्र भन्यो भने फरक हुन्छ अरु थपिन्छन् के कुराहरू तर मैले बोलेको पनि सुन्नुस् मध्य प्रदेशमा पर्ने राष्ट्रिय निकुञ्जहरू अथवा मध्य प्रदेशलाई छोएका राष्ट्रिय निकुञ्ज भनिरहेको छु मैले ठीक छ सो मध्य प्रदेशलाई छुने राष्ट्रिय निकुञ्ज भनेको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज ठीक छ तर हामीले मध्य प्रदेशको मात्रै होइन लुम्बिनी प्रदेशको पनि कुरा गर्नु पर्यो लुम्बिनी प्रदेशलाई छुने राष्ट्रिय निकुञ्ज अब यसो हेर्नुस् न लुम्बिनी प्रदेशलाई छुने राष्ट्रिय निकुञ्ज भनेको त यो दुईटा रहेछन् बा र बा हो ब भनेको बर्दिया राष्ट्रिय निकुञ्ज बा भनेको बाँके राष्ट्रिय निकुञ्ज यी दुईटा राष्ट्रिय निकुञ्जले सुन्नुस् यी दुईटा राष्ट्रिय निकुञ्जले के गरेछन् त भन्दाखेरि लुम्बिनी प्रदेशलाई छोएका छन् है लुम्बिनी प्रदेश यसरी लेख्नुस् है यहाँनिर जुक्केलाई फेरि लुम्बिनी ठीक छ ल यसमा कुनै डाउट छ भन्ने मलाई लाग्दैन अब हामी चाहिँ यसपछि नेक्स्ट स्लाइडतिर हामी प्रवेश गर्छौं नेक्स्ट स्लाइड अब हाम्रो चाहिँ यो ओगटेको जिल्ला त पढिसक्यौं हामीहरुले ठुलोदेखि सानो पनि पढ्यौं अब हाम्रो चाहिँ स्थापना क्षेत्रफल होला क्षेत्रफलको बारेमा हेरौं अब यिनीहरुको क्षेत्रफल है अब यो पनि सलाम सब चिप बासु खसिरा नै छ है सलाम सब चिप बासु खसिरा भन्ने सूत्र नै हो त्यो सूत्रदेखि म बाहिर गएकै छैन है सबै कुराहरु त्यो सूत्रमा बाँध्न खोजिरहेको छु मैले ताकि तपाईलाई एकचोटी त्यो सूत्र पढ्यो भने हरेक कुरा सजिलो होस् सजिलो बनाउने हो नि टिचरले त सजिलो बनाउने हो टिचरले नि गाह्रो बनाउन थाल्यो भने त स्टुडेन्टले झन् गाह्रो हुने भयो टिचरको काम भनेको नि तपाईलाई पढ्नु पर्ने कुराहरुलाई सजिलो बनाइदिने के है ल अब नेपालका 12 वटा राष्ट्रिय निकुञ्जले छोएका जिल्लाहरू यी सबै वर्ग किलोमिटरमा हुन् मैले अस्ति पनि भनेको थिएँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अन्तर्गतका चाहिँ हामीले वर्ग किलोमिटरमा हेर्छौं ती भनेका संरक्षित क्षेत्रहरूलाई हामीले चाहिँ वर्ग किलोमिटरमा मेजर गर्छौं नाप लिन्छ त्यसको क्षेत्रफल तर वन ऐन 2076 अन्तर्गतका तिनीहरुलाई चाहिँ हेक्टरमा हो फेरि है वन ऐन 2076 अन्तर्गत भनेको तिनीहरु वन संरक्षण क्षेत्र हुन सक्छन् सामुदायिक वन हुन सक्छन् कम्युनिटी वन हुन सक्छन् साझेदारी वन हुन सक्छन् धार्मिक वन हुन सक्छन् यी वनहरु अथवा निजी वन यी सबै भनेका तपाईको के हुन्छ भन्दा फेरि वन ऐन 2076 ले सञ्चालन गर्ने भने बुझ्नुस् अथवा वन ऐन 2076 अन्तर्गतका अथवा वन ऐन 2076 मातहतमा रहेका वन जंगलहरु हुन् वन ऐन 2076 संघीय वन ऐन 2076 अन्तर्गत अथवा मातहतमा रहेका वन जंगलहरु तर यिनीहरु यी राष्ट्रिय निकुञ्जहरु अथवा संरक्षित क्षेत्र भन्नुस् अथवा तपाईले चाहिँ समग्र तपाईको संरक्षण क्षेत्रहरु वन्यजन्तु आरक्षहरू शिकार आरक्षहरू यी भनेका चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अन्तर्गत हुन् त्यही भएर यिनीहरुलाई हामी वर्ग किलोमिटरमा मापन गर्छौं वर्ग किलोमिटरमा केला त राष्ट्रिय निकुञ्जहरुलाई है यी सबै भनेको पछाडी मैले के पनि लेखेको छैन साथीहरु यी सबै भनेका वर्ग किलोमिटर याद गर्नुस् है ल अब मैले के भन्दैछु त भन्दा फेरि नेपालका राष्ट्रिय निकुञ्जहरु 12 वटा राष्ट्रिय निकुञ्ज मैले 12 वटा राष्ट्रिय निकुञ्ज के नभएर 30-40 चोटी भनिसके होला है नेपालका 12 वटा राष्ट्रिय निकुञ्जहरु साथीहरु है नेपालका 12 वटा राष्ट्रिय निकुञ्जहरु ठुलोदेखि सानो नेपालका राष्ट्रिय निकुञ्जहरु तिनीहरुको क्षेत्रफल हेरौं न त अब क्षेत्रफल है ल अब यहाँ स भनेको छ है स भन्ने बित्तिकै से फोक्सोन्डो राष्ट्रिय निकुञ्ज है हेर्नुस् है से फोक्सोन्डो राष्ट्रिय निकुञ्ज 3.5 है 3555 भनेर पढ्दा फेरि तपाईलाई सजिलो हुन्छ भने त्यसरी नै पढ्नुस् मलाई फेरि कसरी सजिलो हुन्छ त मेरो अनुभव है सबैलाई मेरो अनुभव नै ठीक लाग्छ भन्ने छैन मेरो अनुभवले के भन्छ त भन्दा फेरि मलाई चाहिँ
नम्बर पर्दाखेरि सजिलो हुन्छ 3 5 5 5 भनेर पर्दाखेरि सजिलो हुन्छ अझै त्यसलाई पनि अझै केसँग बाँधेर भन्दाखेरि केसँग जोडेर भन्दाखेरि मलाई अझै सजिलो हुन्छ मेरो अनुभवले त्यो भन्छ मेरो अनुभव सबैलाई ठिक लाग्नुपर्छ भन्ने पनि छैन सबैलाई यसरी सजिलो हुन्छ भन्ने पनि छैन कतिलाई नम्बर पढेर 3555 हो 1710 1500 यसरी पनि सजिलो हुन सक्छ ठिकै छ साथीहरू तर म तपाईलाई कसरी सिकाउँछु त भन्दाखेरि याद गर्ने 3 लेखेर पढ्नुस् 5 5 5 है 3 अनि 3टा 5 3 अनि 3टा 5 वर्ग किलोमिटर भनेको सेफक्सुन्डो राष्ट्रिय निकुञ्ज जुन चाहिँ नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो साथीहरू त्यसको क्षेत्रफल भनेको 3 याद गर्ने आँखा बन्द गर्ने याद गर्ने क्लास पढाउँदै गर्दाखेरि याद गरिहाल्ने है 3 5 5 5 वर्ग किलोमिटर ठीक छ ल यो चाहिँ नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सेफक्सुन्डो राष्ट्रिय निकुञ्जको चाहिँ क्षेत्रफल लेखेँ मैले है ल अब हामी चाहिँ ला भन्ने बित्तिकै लामटाङ राष्ट्रिय निकुञ्ज हो अब भर्खरै हामीले छलफल गर्यौं लामटाङ राष्ट्रिय निकुञ्जले कुन कुन जिल्लालाई छोएको छ भनेर भर्खरै भनेको थियौं हो लामटाङ राष्ट्रिय निकुञ्जले सिनुर भनेर पढाएको थियौं हामीहरूले ठीक छ फेरि त्यतातिर नजाऊ ल लामटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रफल अब हेर्नुस् लामटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ त 1710 हो लामटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रफल भनेको 1710 1710 हेर्नुस् न 17 पनि 0 जस्तै त हुन्छ नि यसो घुमेको मात्रै अलिकति माथि 0 जस्तै हो नि त 0 जस्तै नै छ अनि 10 वर्ग किलोमिटर अब म भनेको मकालु बरुण राष्ट्रिय निकुञ्ज हो म भन्ने बित्तिकै मकालु बरुण राष्ट्रिय निकुञ्ज अब मकालु बरुण राष्ट्रिय निकुञ्ज टाढा छ जान टाढा छ 1500 रुपैयाँ गोजीमा राखेर 1500 रुपैयाँ गोजीमा राखेर लामटाङ राष्ट्रिय निकुञ्ज घुम्न गएको सम्झिने हैन सर 1500 ले पुग्छ र पुग्ने नपुग्ने त एउटा कुरा भयो नि त 1500 रुपैयाँ गोजीमा राखेर लामटाङ राष्ट्रिय निकुञ्ज टाढा छ पैसा धेरै लाग्छ भनेर 1500 रुपैयाँ गोजीमा राखेर घुम्न गएको सम्झिने हो 1500 रुपैयाँ लिएर गएको लामटाङ राष्ट्रिय निकुञ्ज है 1500 रुपैयाँ अब स भन्ने बित्तिकै सगरमाथा राष्ट्रिय निकुञ्ज हेर्नुस् है स भन्ने बित्तिकै सगरमाथा राष्ट्रिय निकुञ्ज अब सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रफल 1148 वर्ग किलोमिटर 1148 वर्ग किलोमिटर हेर्नुस् है अब सगरमाथाको उचाइ 8848 हो नि त हुन त पछाडी पनि जोडिएको छ अहिले सम्झिनको लागि मैले पुरानो मापन लिए मैले 8848 हेर्नुस् है 8848 भन्ने पुरानो मापन हो यो सगरमाथाको उचाइ समुद्रदेखिको उचाइ सगरमाथाको हाइट त्यति छ भने सगरमाथा राष्ट्रिय निकुञ्जको पनि 88 को ठाउँमा 11 सम्झिने अब के भयो त 1148 ठीक छ हामीलाई गर्व लाग्थ्यो सबभन्दा अग्लो चुचुरो सगरमाथा भनेर हामीले मलाई लाग्छ 4-5 क्लासमै घोके थियौं होला 8848 भनेर हो 8848 भनेर घोके थियौं होला हो अब त्यसैमा तपाईले सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रफल पनि जोड दिनु पर्यो 8848 भएको ठाउँमा 8848 भएको ठाउँमा तपाईले के गर्ने त भन्दा फेरि 1148 बनाउनु पर्यो है 1148 वर्ग किलोमिटर ठीक छ ल सबै वर्ग किलोमिटर है फेरि सगरमाथाको मात्र वर्ग किलोमिटर अरुको हैन भने हैन सबैको वर्ग किलोमिटर हो मैले अघि पनि जोडेको थिए यी सबै तपाईको इकाइ भनेको चाहिँ युनिट भनेको वर्ग किलोमिटरमा हेरिन्छ ल अब ब भन्ने बित्तिकै के त बर्दिया राष्ट्रिय निकुञ्ज ब भन्ने बित्तिकै बर्दिया राष्ट्रिय निकुञ्ज 968 हो 968 यसको क्षेत्रफल बर्दिया राष्ट्रिय निकुञ्ज भनेको तराईको सबैभन्दा ठुलो भनेर बुझ्नुस् हो तराईको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज जसको क्षेत्रफल 968 वर्ग किलोमिटर छ
अब यसको चाहिँ मैले अस्ति पनि हाम्रो एम्बिसन गुरुको पेजमा राखेको थिएँ। अब त्यहाँ धेरैजना साथीहरूले चाहिँ घ भनेर लेखेर देखाएको थिए। स्थापना कालमा चाहिँ शिकार आरक्षको रूपमा स्थापना भएको अहिलेको संरक्षित क्षेत्र कुन हो, अहिलेको राष्ट्रिय निकुञ्ज कुन हो भनेर त्यस्तै क्वेसन दिएको थियो होला। त्यसमा धेरैजना साथीहरूले चाहिँ घ लेख्नुभएको थियो, कुनै पनि होइन भन्ने अप्सन पनि थियो, त्यहाँ याद छ मलाई। तर यो बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना कालमा चाहिँ साई कर्णाली शिकार आरक्ष भनेर स्थापना भएको। साई कर्णाली शिकार आरक्ष भनेर स्थापना भएको। त्यति बेला राजाहरू चाहिँ त्यहाँ शिकार गर्न जान्थे है, उनीहरूले शिकार गर्न एकदम सौख हुने। त्यसैलाई राजाको त्यो शिकार गर्ने के भन्ने त्यो चाहनालाई चाहिँ सम्बोधन गर्नको लागि त्यहाँ बर्दियामा चाहिँ साई कर्णाली शिकार आरक्ष त्यस्तै नाम राखेर चाहिँ यो बर्दिया राष्ट्रिय निकुञ्जलाई चाहिँ पहिला चाहिँ शिकार आरक्ष थियो है। सो स्थापना कालमा चाहिँ शिकार आरक्षको रूपमा स्थापित बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ त 968। यसले अब बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लामा छ भन्ने कुरा त अघि पनि छलफल गर्यो, यो तराईको सबैभन्दा ठुलो भन्ने कुरा पनि गर्यो। ठिक छ, अब जाउँ ची भन्ने बित्तिकै चितवन राष्ट्रिय निकुञ्ज साथीहरू है। ची भन्ने बित्तिकै चितवन राष्ट्रिय निकुञ्ज। अब चितवन राष्ट्रिय निकुञ्जको चाहिँ 952.63 है, 952.63 नेपालको सबैभन्दा पुरानो जेठो। अब कसरी बुझ्नुहुन्छ, पुरानो भनेर बुझ्नुहोस् अथवा जेठो भनेर बुझ्नुहोस्, चितवन राष्ट्रिय निकुञ्ज हो। अब यो स्थापना कालमा चाहिँ 932 को हिसाबले चाहिँ स्थापना भएको हो। हेर्नुहोस्, चितवन राष्ट्रिय निकुञ्ज 932 वर्ग किलोमिटर। तर पछि चाहिँ यसको चाहिँ केही हो पहिलो जेठो जे भने भयो हो 952.63 वर्ग किलोमिटर। यसको स्थापनाको कुरा पनि अहिले आउँछ है, फेरि स्थापना पढाउनु भएन सरले नभन्नु होला, मैले सिक्वेन्सली पढाइरहेको छु। अब पर्सा प भन्ने बित्तिकै पर्सा राष्ट्रिय निकुञ्ज हो। अब पर्सा राष्ट्रिय निकुञ्ज प भन्ने यसको चाहिँ अब कुरा के छ त भन्दाखेरि पर्सा राष्ट्रिय निकुञ्ज 627.39 39 भन्दा पनि 39 भनेर पढिन्छ। यो म्याथमा चाहिँ हामीले पोइन्ट पछाडिको चाहिँ 63 39 भनेर चाहिँ पढ्नु हुँदैन, 627.39 भनेर पढ्नु होला वर्ग किलोमिटर। हेर्नुहोस् है, अब पर्सा राष्ट्रिय निकुञ्ज यो चाहिँ वन्यजन्तु आरक्षको रूपमा चाहिँ स्थापना भएर पछि राष्ट्रिय निकुञ्जमा रूपान्तरण भएको हो। ठिक छ, वन्यजन्तु आरक्षको रूपमा वन्यजन्तु आरक्षको हिसाबले स्थापना भएको यो पर्सा राष्ट्रिय निकुञ्ज र अर्को शुक्ला फाटा है। पछि यसलाई चाहिँ 2074 सालतिर चाहिँ पर्सा राष्ट्रिय निकुञ्ज भनेर नामाकरण गरिएको हो है। त्यो हिसाबले भन्दाखेरि चाहिँ यसलाई चाहिँ हामी सबैभन्दा कान्छो भनेर पनि भन्न सक्छौँ है, सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जको हिसाबले। अब यसमा चाहिँ एकदमै विरोधाभास छ के। विरोधाभास कसरी छ त भन्दाखेरि कहिलेकाहीँ विरोधाभास कुरालाई पनि पढ्दै जानुपर्ने देखिन्छ। हेर्नुहोस्, अब यसो हेर्दाखेरि यो बर्दिया पनि त तपाईँको हामीले हेर्नुहोस् बर्दिया राष्ट्रिय निकुञ्ज जुन हामीले स्थापना भनेर पढिरहेका छौँ नि, त्यसको राष्ट्रिय निकुञ्जको हिसाबले त यो स्थापना भएको त 2045 सालमा हो नि त। 2045 सालमा चाहिँ स्थापना भएको राष्ट्रिय निकुञ्जको हिसाबले। त अझै पनि हामीले के पढ्दैछौँ त भन्दाखेरि बर्दिया राष्ट्रिय निकुञ्ज 2032 सालमा स्थापना भएको भनेर पढ्छौँ कि फेरि त्यसरी दिएको। अब त्यसरी हेर्दाखेरि चाहिँ यसलाई किन भनिएन भन्ने त्यहाँ प्रश्न छ हो। तर जे भए पनि अब हामीले चाहिँ धेरै अब राज्यले निकाल्ने बुकहरूमा चाहिँ कहीँ कहीँ पर्सा पनि भनेको छ, कहीँ अब बाँकेला पनि भनेको छ। हेर्नुहोस् है, अब तर धेरै अब बुकहरूमा हेर्दाखेरि पर्सालाई नै राष्ट्रिय निकुञ्ज यसलाई यसरी सोध्न सकिन्छ। अब राष्ट्रिय निकुञ्जको रूपमा रूपान्तरण भएको चाहिँ पर्सा नै हो। 5-10 मिनट पछि किन रिजोइन गर्न भनिरहेको छ भन्नुभएको छ। त्यस्तो समस्या आइरहेको छ प्रदीप यादव सर। यो टेक्निकल कुराहरू चाहिँ एकचोटि हाम्रो यहाँ टेक्निकल टिमलाई भन्नु होला है तपाईँहरूको चाहिँ। ठिक छ, यो म त्यो पनि एकचोटि तपाईँलाई एउटा चाहिँ टेबल बनाएर पनि त्यसको बारेमा भनौँला। त्यो
है। ल ठिक छ, अब हेर्नुहोस् है। सो पर्सा राष्ट्रिय निकुञ्ज कान्छो नै भनेर पढौँ अहिले। त्यस्तो भइरहेको छ भने नरेन्द्र सरले पनि कमेन्ट्स गर्नुभएको छ, प्रदीप यादव सरको पनि मैले कमेन्ट्स हेरिरहेको छु। त्यस्तो भएको छ अहिले जेन तेन तपाईँले चाहिँ रिजन गरिराख्नु सर, क्लास सकिने बित्तिकै टेक्निकल टिमलाई मेरो यस्तो यस्तो भयो आज क्लासमा चाहिँ 4-5 चोटि चाहिँ जाने आउने भयो है, त्यो खबर गरिहाल्नुहोस् है। त्यसरी चाहिँ फेरि अप्ठ्यारो हुन्छ नि तपाईँलाई, यत्रो 1-2 घन्टा क्लास लिनुपर्ने छ, रिजन गर्दै बस्दै गर्न त त्यो पनि झ्याउ भयो है। ल अब पर्सा राष्ट्रिय निकुञ्ज भनेको नेपालको सबैभन्दा कान्छो भनेर पढ्नुहोस् है, नेपालको सबैभन्दा कान्छो रूपमा चाहिँ स्थापित भएको है। अब बा भन्ने बित्तिकै बाँके राष्ट्रिय निकुञ्ज सुन्नुहोस् है। बा भन्ने बित्तिकै फेरि यस्तो छ, तपाईँलाई त्यस्तो गाह्रो पनि बनाएको छैन मैले, हेर्नुहोस् है, त्यस्तो गाह्रो पनि बनाएको छैन। किन त भन्दाखेरि तपाईँले यहाँ पनि त्यही सूत्र अनुसार पढ्नुभएको छ, सलाम सब चिपा बासु खसिरा नै भनेर पढ्नुभएको छ, सलाम सब चिपा बासु खसिरा नै भनेर पढ्नुभएको छ यहाँ पनि। अनि यहाँ पनि तपाईँले के पढ्नुभएको छ त भन्दाखेरि यहाँ पनि सलाम सब चिपा बासु खसिरा नै भनेर पढ्नुभएको छ। मैले छुट्टा छुट्टै स्लाइड बनाए तापनि एउटै फर्मेटमा छ है। यहाँ पनि सलाम सब चिप बासु खसिरा भन्ने सूत्रमै जोडेर राखेको छु। अर्को स्लाइडमा हेर्नुभयो भने पनि सलाम सब चिप बासु खसिरा नै भनेर दिएको छु। यो स्लाइडमा पनि सलाम सब चिप बासु खसिरा नै छ, एउटै अर्डरमा छ भन्न खोजेको मैले। त्यो हुँदाखेरि तपाईँलाई अल्लमल्ल पर्दैन। 1 नम्बरमा यता 1 नम्बर भएको र यहाँ पनि 1 नम्बरमा छ, उता 2 नम्बर भएको यहाँ पनि 2 नम्बरमै छ है। ल बा भन्ने बित्तिकै बाँके राष्ट्रिय निकुञ्ज, यसको क्षेत्रफल 550 हो। बाँके राष्ट्रिय निकुञ्ज 550 रुपियाँ लिएर नजिकै छ, तराईमा छ, धेरै पैसा खर्च हुँदैन, 550 रुपियाँ लिएर गएको भनेर सम्झिँदा केही पनि बिग्रिँदैन है। 550 वर्ग किलोमिटर। ल सु भन्ने बित्तिकै शुक्लाफाटा। अब बाँकेको चाहिँ यो मैले तपाईँलाई अस्ति पनि कुरा गरेको थिएँ, यो बाँके राष्ट्रिय निकुञ्ज भनेको चाहिँ कालापत्थर मन्त्री परिषदको मिटिङले, कालापत्थरमा मन्त्री परिषदको मिटिङ बसेको थियो, त्यो मितिले अथवा त्यो मिटिङले भनौँ अझै स्थापना गरेको राष्ट्रिय निकुञ्ज भनेको बाँके राष्ट्रिय निकुञ्ज हो, जुन चाहिँ 3टा जिल्लामा अवस्थित छ, बादास, बाँके, दाङ र सल्यान। क्षेत्रफल 550 वर्ग किलोमिटर। अब यो के भन्छ, कालापत्थर मन्त्री परिषदको मिटिङ किन राखियो त, मैले अस्ति पनि भने जस्तो लाग्छ। कालापत्थरमा मन्त्री परिषदको मिटिङ राख्नुको मेन उद्देश्य के हो त भन्दाखेरि विश्व समुदायलाई जलवायु परिवर्तनले हाम्रो नेपालका हिउँहरू पग्लिरहेका छन्, हाम्रा नेपालका हिमालका हिउँहरू पग्लिरहेका छन्, हामीलाई धेरै असर गरेको छ भनेर त्यो देखाउनको लागि है, साङ्केतिक रूपमा विरोध गर्नको लागि नेपाल सरकारले कालापत्थर भन्ने ठाउँमा चाहिँ मन्त्री परिषदको मिटिङ राखेको थियो। त्यति बेला तत्कालीन प्रधानमन्त्री चाहिँ माधव कुमार नेपाल हुनुहुन्थ्यो, अहिले कुन यो समाजवादी कुन पार्टीको चाहिँ अध्यक्ष हुनुहुन्छ, एकीकृत समाजवादी हो के हो है, ठ्याक्कै मलाई फेरि त्यता खासै इन्ट्रेस्ट छैन र थाहा पनि छैन। त्यो पार्टीको चाहिँ अहिले उहाँ चाहिँ अध्यक्ष हुनुहुन्छ, उहाँ चाहिँ त्यति बेला प्रधानमन्त्री हुनुहुन्थ्यो है। अब यो सु भन्ने बित्तिकै शुक्लाफाटा, सु भन्ने बित्तिकै शुक्लाफाटा, यो चाहिँ कञ्चनपुर जिल्लामा अघि पनि हामीले छलफल गऱ्यौँ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भनेको कञ्चनपुर जिल्लामा अवस्थित छ, कञ्चनपुर जिल्लामा अवस्थित छ है। अनि यसको क्षेत्रफल भनेको 305 वर्ग किलोमिटर। के को शुक्लाफाटा राष्ट्रिय निकुञ्जको क्षेत्रफल भनेको 305 वर्ग किलोमिटर, कञ्चनपुर जिल्लामा अवस्थित। ठिक छ। अब जाउँ ख भन्ने बित्तिकै खप्तड राष्ट्रिय निकुञ्ज। खप्तड राष्ट्रिय निकुञ्ज अघि पनि कुरा आएको थियो। खप्तड राष्ट्रिय निकुञ्जको चाहिँ यो फेरि एकदम राजस्व कम सङ्कलन गर्ने राष्ट्रिय निकुञ्जको रूपमा पनि हेरिन्छ। खप्तड राष्ट्रिय निकुञ्जलाई सेती अञ्चलका चाहिँ कैलाली जिल्ला बाहेक अरू जिल्लालाई यसले छोएको छ भन्ने कुरा पनि आयो अघि। ल अनि यसको क्षेत्रफल भनेको अब खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल 225। ल अब सी भन्ने बित्तिकै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज है। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज यो चाहिँ काठमाडौँदेखिको सबभन्दा नजिकको राष्ट्रिय निकुञ्ज हो, अथवा यो फेरि यति नजिक छ, विश्वको कुनै पनि राजधानीदेखि यति नजिक भएको राष्ट्रिय निकुञ्ज कुनै पनि छैन, यो नेपालको मात्रै होइन है। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज 159 वर्ग किलोमिटरमा फैलिएको। यसको पनि के छ त भन्दाखेरि स्थापना कालमा
यो चाहिँ 145 वर्ग किलोमिटरमा स्थापना थियो है। सुरुमा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज मात्रै भनिन्थ्यो स्थापना कालमा चाहिँ। हेर्नुस् है, स्थापना कालमा चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्ज मात्रै भनिन्थ्यो। शिवपुरी राष्ट्रिय निकुञ्ज मात्रै भनिन्थ्यो। स्थापना कालमा 145 थियो हो, 145। अब पछि नागार्जुन क्षेत्रको केही जङ्गललाई समेटेर 159 वर्ग किलोमिटर पुर्याइयो कि। स्थापना कालमा यसको नाम चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्ज मात्रै भनिन्थ्यो। नागार्जुनको जङ्गल जोडिएको थिएन। पछि गणतन्त्र आइसकेपछि राजाहरू त्यहाँ पनि यस्तो कहिलेकाहीँ आराम गर्न भनौँ त्यहाँ जाने गर्थे त्यो नागार्जुन जङ्गलमा हो। अनि त्यहाँ चाहिँ पछि गणतन्त्र आइसकेपछि त्यहाँको नागार्जुन जङ्गललाई पनि समेटेर 159 पुर्याइयो। अनि त्यसरी चाहिँ शिवपुरी नागार्जुन जोडिएको, फेरि शिवपुरी नागार्जुन जोडिएको, त्यही भएर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भयो। ठिक छ। अब जाउँ रा। रा भन्ने बित्तिकै रारा राष्ट्रिय निकुञ्ज साथीहरू है, रारा राष्ट्रिय निकुञ्ज। अब रारा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज। नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज भनेको रारा राष्ट्रिय निकुञ्ज भन्ने कुरा बुझ्नु पर्यो साथीहरू है। यसको क्षेत्रफल भनेको 106 वर्ग किलोमिटर, सबै वर्ग किलोमिटर है। ठिक छ। रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल भनेको 106 वर्ग किलोमिटर। ल अब हामीले चाहिँ यसले ओगटेका क्षेत्रफल, त्यसको क्षेत्रफल वर्ग किलोमिटरमा 12वटा राष्ट्रिय निकुञ्जको के हुन्छ भन्ने कुरा पनि हेर्यौँ है। अब यहाँ एकछिन है, तपाईँलाई यो स्लाइडतिर गएँ म, सरी यहाँ टन्नै छ गाजको। यो अब तपाईँले यो पुरै हरियोहरू देख्नुभएको छ होला स्क्रिनमा। यो हरियोहरू भनेको चाहिँ जुन एकदमै डार्क ग्रिन कलर छ नि, डार्क ग्रिन कलर भनेको चाहिँ नेपालका राष्ट्रिय निकुञ्जहरू हुन् है। नेपालका राष्ट्रिय निकुञ्जहरू। यो पहेँलो पहेँलो चिज जुन छ तपाईँले यसो देख्नुभयो होला, पहेँलो कलरको राष्ट्रिय निकुञ्जतिरको यसो क्षेत्रमा चाहिँ पहेँलो कलर दिएको छ। यो भनेको मध्यवर्ती क्षेत्रहरू हुन्, हामीले चाहिँ बफर जोन पनि भन्छौँ। त्यो बफर जोन दिएको थियो है, पहेँलो कलरको चाहिँ बफर जोन भयो। अनि पुरै हरियो छ भने त्यसलाई राष्ट्रिय निकुञ्ज भन्नुहोस्। अनि यो यस्तो खालको हरियो, यसलाई के भन्छ, हरियो नै भन्छ। यसलाई चाहिँ हामी संरक्षण क्षेत्र भन्छौँ है। यो कलरको यो 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 यसलाई कस्तो भने फिक्का हरियो भनौँ न चाहिँ, त्यसलाई चाहिँ हामी संरक्षण क्षेत्र भन्छौँ। अकमक गौ है, अकमक गौ है। अकमक गौ भनेको नेपालका 6वटा संरक्षण क्षेत्रहरू जुन चाहिँ त्यहाँ चाहिँ निलो कलर भनौँ कि अथवा हरियो नै भनौँ, फिक्का हरियो भनौँ न चाहिँ है। त्यो चाहिँ फिक्का हरियो चाहिँ 1 2 3 4 5 6वटा भयो। एउटा यहाँ छ, हेर्नुहोस् है, एउटा यहाँ देख्नुहुन्छ, एउटा यहाँ 2टा 3टा 4वटा 5वटा, अनि यहाँनिर चाहिँ यहाँ छ 6वटा। यो भनेको चाहिँ नेपालका 6वटा संरक्षण क्षेत्रहरू है। अब यसको बारेमा पनि पढ्नु नै छ। अहिले हामीले पढेको चाहिँ राष्ट्रिय निकुञ्जहरू जुन चाहिँ यो हरियो कलरमा छ नि, यसो तपाईँले चाहिँ यो स्क्रिनसट लिँदा पनि हुन्छ, नोट पनि त भइहाल्छ। यो 6वटा याद गर्न सजिलो भयो क्या, कहाँ छ भन्ने कुराहरू भयो ल। अनि यो चाहिँ यो अरेन्ज कलरमा, यो चाहिँ तपाईँको के हो त भन्दाखेरि शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष। ठिक छ। ढोरपाटन शिकार आरक्ष भनेको चाहिँ त्यो सुन्तला कलरमा देखाएको छ नि, त्यसलाई हामी चाहिँ ढोरपाटन शिकार आरक्ष भन्छौँ। अनि ऊ पर छेउतिर तपाईँको चाहिँ यो भान्टा कलर भनौँ न चाहिँ, तपाईँले यो भान्टा कलर, यो भनेको चाहिँ कोसीटप्पु वन्यजन्तु आरक्ष है। अब तपाईँले हेर्नुहोस् है, अब यतिबाट के सोध्न सक्छ त है, अहिलेसम्म हामीले पढेकोबाट के सोध्न सक्छ, के सोध्न सक्छ भन्ने कुराहरू थोरै म 2-3टा क्वेसनमा जोड्छु, त्यसपछि हामी नेक्स्ट स्लाइडतिर जान्छौँ है। पहिला मैले नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन् भन्ने क्वेसन सोद्धाखेरि यस्तो क्वेसन त यो त के सोध्ने क्वेसनहरू सर वन रक्षकमा भनेर भन्नुहुन्थ्यो। त्यो क्वेसन सोधेको देखियो, सोध्छ, किनभने धेरै गाह्रो सोध्दैन के, वन रक्षकमा धेरै गाह्रो सोध्दैन, तर कहिलेकाहीँ झुक्काउने खालको क्वेसनहरू चाहिँ सोध्छ। अब झुक्काउनु लागि म एउटा क्वेसन सोध्छु, तपाईँहरूले कतिको मिलाउनुहुन्छ है। अब यहाँ चाहिँ कमेन्ट्स गरेको चाहिँ मैले फेसबुकबाट लाइभ क्लास जो हेरिराख्नु भएको छ नि साथीहरू, तपाईँहरूको चाहिँ कमेन्ट्सहरू मैले हेर्न सक्दिनँ, सक्दिनँ भन्दा नि हेर्न मिल्दैन। अरू साथीहरू जुन क्लास एम्बिसन गुरुको एप इन्स्टल गरेर जुन क्लास लिइराख्नु भएको साथीहरूको चाहिँ मैले कमेन्ट्स चाहिँ हेर्न सक्छु है। तपाईँलाई म एउटा सानो क्वेसन सोध्छु, कतिको मिलाउनुहुन्छ?
ठिक छ। अब पछिल्लो तथ्याङ्कले मेरो प्रश्नहरू चाहिँ पछिल्लो तथ्याङ्क अनुसार धेरै पर्यटकहरू घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो त? पछिल्लो तथ्याङ्क अनुसार मैले भन्दैछु है, पछिल्लो तथ्याङ्क अनुसार धेरै पर्यटकहरू घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो? पार्वतीको देखेँ, मैले दिनेश कुमार सरको देखेँ, हैन सुन्नुहोस् है दीपक बुढाथोकी सर, हामीले कञ्चनजङ्घाको त कुरै गरेका छैनौँ। हामीले 12वटा राष्ट्रिय निकुञ्ज हेर्नुहोस् त ल, 12वटा राष्ट्रिय निकुञ्ज भनेर सोधेको छु मैले सर है। तपाईँ यहाँनिर कन्फ्युजन हुनुहुन्छ, म तपाईँको कन्फ्युजनलाई क्लियर पार्छु हेर्नुहोस्। मैले संरक्षित क्षेत्र भनेको हुन्थ्यो भने तपाईँ कञ्चनजङ्घा हो कि अथवा ढोरपाटन हो कि कोशी टप्पु हो कि यतातिर तपाईँ कन्फ्युजन हुनु स्वाभाविक हुन्थ्यो है। तर मेरो प्रश्न के हो त भन्दाखेरि, मेरो प्रश्न राष्ट्रिय निकुञ्ज कुन हो? हामीले त अहिले चाहिँ 12वटा राष्ट्रिय निकुञ्ज भन्दा बाहिर त टाउको दुखाउने नै छैन, सोच्नु नै छैन। ल, धेरै पर्यटक घुम्न जाने, मेरो प्रश्न चाहिँ सुन्नुहोस् है, एकदम दोहोऱ्याएर सुन्नुहोस्। धेरै पर्यटकहरू घुम्न जाने पछिल्लो तथ्याङ्कको आधारमा बोल्दैछु मैले, पछिल्लो तथ्याङ्कको आधारमा बोल्दैछु मैले। धेरै पर्यटकहरू घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो भनेर सोध्यो भने कुन भन्नुहुन्छ? यहाँ मैले चितवन भन्ने अप्सन पनि अथवा एन्सर पनि देखिरहेको छु हजुरहरूको है। अनि यहाँ चाहिँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भनेर पनि लेखेको देखिन्छ है। अब यसमा त तपाईँलाई म क्लियर पार्छु। यसमा क्लियर के पार्छु त भन्दाखेरि पछिल्लो तथ्याङ्कले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा धेरै पर्यटक जान्छन् भन्ने देखाएको छ। हेर्नुहोस् है, पछिल्लो तथ्याङ्कले धेरै पर्यटक, आन्तरिक पर्यटक, बाहिरी पर्यटक, फेरि त्यहाँ तपाईँको आन्तरिक बाहिरको कुरै छैन। हेर्नुहोस् है, धेरै पर्यटकहरू घुम्न जाने, हेर्नुहोस् है, काठमाडौँदेखि नजिकको यहाँ त तपाईँको पर्यटक जति पनि जान सक्छन्, स्कुल कलेजका स्टुडेन्ट्सहरू जान सक्छ, त्यसलाई पनि जोड्छ। हेर्नुहोस् है, त्यसलाई पनि जोड्ने भयो नि त हो। त्यहाँ कुनै रिसर्च गर्न जाने, त्यहाँ कुनै अध्ययन गर्न जाने, त्यो पनि जोड्ने भयो। राज्यले त फेरि बाहिरबाट आएका ती खैरो छाला भएकोलाई मात्र जोड्ने त होइन नि त हो। पर्यटक भनेपछि आन्तरिक पर्यटकलाई पनि जोड्ने भयो। त्यसरी हेर्दाखेरि नेपालको सबैभन्दा धेरै पर्यटक जाने राष्ट्रिय निकुञ्ज चाहिँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, यसमा डाउट नै छैन। तर राजस्व सङ्कलनको हिसाबले फेरि भन्दैछु म, राजस्व सङ्कलनको हिसाबले चितवन राष्ट्रिय निकुञ्ज नै अगाडि हो। हेर्नुहोस् त, कन्फ्युजन यहाँनिर छ नि त। राष्ट्रिय निकुञ्ज धेरै पर्यटक घुम्न जाने भनेर सोध्यो भने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज दुई मत नै छैन, तथ्याङ्क नै छ, तथ्याङ्कको आधारमा बोलिरहेको छु म है। तर राजस्व सङ्कलन गर्नेको हिसाबले, राजस्व सङ्कलनको हिसाबले बोल्नुभयो भने चितवन राष्ट्रिय निकुञ्ज नै हुन्छ। फेरि त्यहाँ फेरि तपाईँको बाहिरी पर्यटकहरूले चाहिँ अथवा अन्तर्राष्ट्रिय स्तरका पर्यटकहरू तिनीहरूले धेरै खर्च गर्ने भएको भएर त्यो राजस्व सङ्कलनको हिसाबले चाहिँ धेरै देखेको चाहिँ हो चितवन राष्ट्रिय निकुञ्ज। साथीहरू क्लियर हुनु पनि अब। सो यसरी चाहिँ सोधियो भने यहाँनिर कन्फ्युजन हुन सक्ने स्वाभाविक नै हो है। धेरै पर्यटक पनि भनिदिएको छ, फेरि राजस्वको कुरा आएको छ हो। ठिकै छ, तपाईँको कमेन्ट्स पनि मैले हेरेँ। यो क्वेसन चाहिँ, यस्तो क्वेसन चाहिँ तपाईँलाई झुक्काउनको लागि दिन सक्छ भनेर मैले थोरै राखेको मात्रै हो है। अब सुन्नुहोस्, हाम्रो नेपालका राष्ट्रिय निकुञ्जहरूको बारेमा त मैले फेरि राष्ट्रिय निकुञ्जलाई धेरै प्रायोरिटी दिइरहेको छु, किनभने धेरै सोधिरहेको देखिन्छ। फेरि राष्ट्रिय निकुञ्ज पढाउने अनि यो प्याकअप गर्ने चाहिँ होइन। हामी एकछिनमा फेरि यो कलरका यी कलरका चाहिँ यी संरक्षण क्षेत्र भन्छ, संरक्षण क्षेत्र भन्छ। हेर्नुहोस् है, त्यसलाई चाहिँ के भन्छ त, कहाँ छ, संरक्षण क्षेत्र भन्छ। ती संरक्षण क्षेत्रको बारेमा फेरि एकछिनमा आउँछु म। संरक्षण क्षेत्र, यिनीहरू भनेका संरक्षण क्षेत्रहरू नै, अनि यिनीहरू भनेका राष्ट्रिय निकुञ्ज, अनि यो सबैलाई भन्नुभयो भने संरक्षित क्षेत्र है। अब सुन्नुहोस्, यो चाहिँ एउटा क्वेसन भयो है। अब विश्वतिर जाउँ त। फेरि हुन त विश्वबाट सोधेको चाहिँ देखिँदैन है, टु बी अनेस्ट सोधेको चाहिँ देखिँदैन। तर जान्नु चाहिँ पर्यो नि त, फेरि जान्नु चाहिँ पर्यो, त्यसको साथसाथै जान्नु पनि पर्यो। ल, अब यो चाहिँ नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज पढ्यौँ, सबभन्दा कान्छो राष्ट्रिय निकुञ्ज जेठो भनेर पढ्यौँ, ठिक छ हो। सबभन्दा ठुलो सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज भनेर पढ्यौँ, सबभन्दा सानो रारा भनेर पढ्यौँ,
सबभन्दा पुरानो बुढो चितवन भनेर पढ्यौँ, कान्छो पर्सा भनेर पढ्यौँ। सँगै छन् के, जेठा कान्छा सँगै बसेका छन्। हेर्नुहोस् है, जेठो कान्छो सँगै बसेका छन्, चितवन त्यही छ, पर्सा पनि त्यही छ है। अब यो चाहिँ नेपालको भयो। विश्वकोतिर जाउँ न त। अब विश्वको सबैभन्दा पुरानो जेठो राष्ट्रिय निकुञ्ज कुन हो त? विश्वको चाहिँ सोधिरहेको छु मैले है। कुन हो त? ल भन्नुहोस् त। विश्वको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ल त भन्नुहोस् त साथीहरू। ल भन्नु साथी। अप्सन एउटा मैले ठ्याक्कै तपाईँले अप्सन भन्ने बित्तिकै मलाई एउटा फेरि यो एउटा मिम भन्ने त बुझ्नुहुन्छ नि तपाईँले। फेसबुक आउँछ कहिले यस्तो यस्तो के जोडेर बनाएर हुन्छ क्या। यो लोकसेवा पढ्ने स्टुडेन्टलाई चाहिँ जेमा पनि अप्सन चाहिन्छ भन्ने कुरा गर्नुहुन्थ्यो कि। ठिक छ, एनिवे अब सुन्नुहोस् है। विश्वको सबैभन्दा पुरानो है अथवा पहिलो भनेर बुझ्दा पनि केही भएन है। ल अब विश्वको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज भनेको येल्लोस्टोन नेसनल पार्क भन्छ। विश्वको है, याद गर्नुहोस्। येल्लोस्टोन, यो चाहिँ यहाँ नआउने भएको भएर मैले छुट्टै भनिदिरहेको छु है। येल्लोस्टोन नेसनल पार्क भन्छ राष्ट्रिय निकुञ्ज। हेर्नुहोस् है, येल्लोस्टोन है, येल्लोस्टोन नेसनल पार्क। यसलाई हामी चाहिँ येल्लोस्टोन नै भनौँ। येल्लोस्टोन नेपालीमा पनि लेखौँ। येल्लोस्टोन अमेरिकाको येल्लोस्टोन, येल्लोस्टोन राष्ट्रिय निकुञ्ज। राष्ट्रिय निकुञ्ज येल्लोस्टोन राष्ट्रिय निकुञ्ज यो चाहिँ अमेरिकामा छ। यो चाहिँ विश्वको चाहिँ हो। यो चाहिँ अमेरिकामा छ भनेर बुझ्नुहोस्। अनि यसको स्थापना चाहिँ 1872 मार्च 1 मा। 1872 मार्च 1 मा है यसको स्थापना है अमेरिकामा छ है। अब अमेरिका त्यसले त जान्नु परेन। अमेरिकामा यो चाहिँ मैले विश्वको पनि जोडेँ है। विश्वको पनि जोडेँ अनि हाम्रो लुम्बिनी प्रदेशको पनि भनिदिइसकेँ। हेर्नुहोस् है, लुम्बिनी प्रदेशको पनि भनिदिइसकेँ मैले। यो लुम्बिनी प्रदेशको यी हेर्नुहोस् न, यही छ त। ठ्याक्कै यो भनेको सुदूरपश्चिम प्रदेश भयो। हेर्नुहोस् त, यो भनेको सुदूरपश्चिम, यो भनेको सुदूरपश्चिम प्रदेश। यो यति हेर्नुहोस् न, यो एरिया भनेको चाहिँ तपाईँको यस्तो हेर्नुहोस् है। यताबाट यसो गएर यसो हेर्नुभयो भने यो लुम्बिनी प्रदेश भयो। ठिक छ, लुम्बिनी प्रदेशमा चाहिँ यो बर्दिया र बाँके। ठिक छ। ल अब यसको फेरि डिटेलली पढ्नै पर्छ। फेरि बाँके राष्ट्रिय निकुञ्ज र यो बर्दिया राष्ट्रिय निकुञ्जको अलिक डिटेल पढौँ हामी। अनि संरक्षण क्षेत्र, कृष्णसार संरक्षण क्षेत्रको कुराहरू अझै डिटेलली जान्नै पर्छ। अनि मध्य प्रदेशमा त तपाईँको यो दुईटा जेठा र कान्छा चाहिँ मध्य प्रदेशभित्र पर्यो है। थोरै अब यति भाग चाहिँ मध्य प्रदेशमै छ। ठिक छ। तपाईँको मध्य प्रदेशमा चाहिँ जेठा कान्छा भनेर सम्झे हुन्छ है। मध्य प्रदेशमा पर्ने राष्ट्रिय निकुञ्ज जेठा कान्छा है। ल अब यो चाहिँ येल्लोस्टोन राष्ट्रिय निकुञ्ज चाहिँ सबभन्दा पुरानो राष्ट्रिय निकुञ्ज अमेरिकामा छ। 1872 मार्च 1 मा चाहिँ स्थापना भएको भन्ने कुरा चाहिँ भयो है। अब ठुलो भन्नुहोस् न त। त्यसो भए ठुलो कुन हो त? अब यसको क्षेत्रफल एकछिन, क्षेत्रफल त बाँकी नै छ नि त है। क्षेत्रफल भन्न त बाँकी नै छ। क्षेत्रफल हेर्नुहोस् त ल। अब यो येल्लोस्टोन राष्ट्रिय निकुञ्जको क्षेत्रफल है, यसको क्षेत्रफल अब विभिन्न देखिएको छ, तर 8900 को रेन्जमा देखिएको छ है।
8900 को रेन्जमा छ 8983 भनेको छ कहाँ 91 भनेको छ हो 8900 को रेन्जमा छ भन्ने कुरा बुझ्नु अब टाढा छ हामीले अरूको डेटाहरू हेर्ने हो कुनैमा 8983 भनेको छ कुनैमा चाहिँ 91 भनेको छ तर एउटा चाहिँ तपाईलाई 8900 को रेन्जमा छ भन्ने कुरा बुझ्ने सजिलो भयो है ल अब 91 83 त्यस्तै लेखेको छ है 8991 पनि देखिएको छ कहीँ 8983 पनि लेखेको देखिएको छ खासै फरक त होइन हो 8983 भन्नु र 8991 भन्नुमा धेरै फरक त होइन त्यही पनि कुनै बुकमा चाहिँ एउटा यो 91 पनि लेखेको देखिएको छ 83 पनि लेखेको देखिएको छ तर समग्रमा 8900 को रेन्जमा छ भन्दाखेरि भयो यति बुझ्दा पनि भयो नि त है वर्ग किलोमिटरमा ठिक छ ल अब यो चाहिँ सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको चाहिँ हामीले छलफल गर्यौं त्यसो भए मलाई सबभन्दा ठुलो चाहिँ कुन हो त हाम्रो सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज भन्यौं नि हामीहरुले हाम्रो ठुलो यो चाहिँ हाम्रो राष्ट्रको ठुलो भयो हाम्रो नेपालको ठुलो भयो तर विश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो त भन्नुस् त साथीहरु हो देवेन्द्र बुढा सरको चाहिँ मैले ठ्याक्कै अप्सन देखे है देवेन्द्र बुढा सरले चाहिँ नर्थ इस्ट त्योभन्दा तल चाहिँ सिर्जना पाण्डेको पनि छ देवेन्द्र बुढा सरले चाहिँ ठुलो राष्ट्रिय निकुञ्ज नर्थ इस्ट ग्रीनल्यान्ड भन्नुभएको चाहिँ एकदमै मिलेको छ सबैभन्दा ठुलो डेनमार्कमा अवस्थित नर्थ इस्ट ग्रीनल्यान्ड डेनमार्कमा छ साथीहरु है डेनमार्कमा छ नर्थ इस्ट ग्रीनल्यान्ड भन्ने राष्ट्रिय निकुञ्ज यो चाहिँ विश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज भनेर जान्नु पर्यो कुन त नर्थ इस्ट ग्रीनल्यान्ड है साथीहरु ल अर्को स्लाइडमा जाउँ त्यता है सरी यहाँ चाहिँ लेख्नुस् त ल विश्वको सबैभन्दा ठुलो है अघि चाहिँ पुरानो जेठो पढ्यौ अब सबभन्दा ठुलो हाम्रो चितवन उताको चाहिँ हेर्नुस् त हाम्रो चितवन राष्ट्रिय निकुञ्ज विश्वको चाहिँ येलोस्टोन हो येलोस्टोनसँग दाज्यौ यताको हाम्रो सेफोक्सुन्डोलाई चाहिँ विश्वको सबभन्दा ठुलो नर्थ इस्ट ग्रीनल्यान्ड नेशनल पार्क है नेशनल पार्क अथवा यसलाई चाहिँ नेपालीमा नर्थ इस्ट ग्रीनल्यान्ड हेर्नुस् त नर्थ इस्ट ग्रीनल्यान्ड राष्ट्रिय निकुञ्ज रानी लेखौं त ल रानी नर्थ इस्ट ग्रीनल्यान्ड रानी भयो रानी भन्ने बित्तिकै राष्ट्रिय निकुञ्ज यसको क्षेत्रफल कति छ त 9730 है 972 सरी 97230 972 एउटा दुईटा तीनटा 0 वर्ग किलोमिटर हेर्नुस् है 97230 वर्ग किलोमिटर यसको चाहिँ के हो त क्षेत्रफल हो अब यो चाहिँ स्थापना कहिले भएको त ल भन्नुस् त स्थापना नर्थ इस्ट ग्रीनल्यान्डको स्थापना कहिले भयो त हेर्नुस् त नर्थ इस्ट ग्रीनल्यान्डको स्थापना चाहिँ 1974 मे 21 है 1974 मे 21 डेनमार्कमा छ यो हुन त धेरै देशमा छ तर डेनमार्कमा यसको धेरै भूभाग चाहिँ डेनमार्कमा पर्छ है डेनमार्क ठीक छ ल 97230 ठीक छ त्यही नै लेखेछ मैले के लेखेर मैले 972 ठीक छ 97230 है वर्ग किलोमिटर स्थापना चाहिँ 1974 मे 21 योले चाहिँ देश चाहिँ अब डेनमार्क भनेर नै सम्झिनुस् है ल
अब यो चाहिँ हामीले नेपालको सबैभन्दा ठुलो पनि पढ्यौँ, नेपालको सबैभन्दा सानो पनि पढ्यौँ, अब विश्वको सबैभन्दा पुरानो पनि पढ्यौँ, विश्वको सबैभन्दा ठुलो पनि पढ्यौँ है। ल अब चाहिँ हामी नेक्स्ट स्लाइडतिर जाउँ। नेक्स्ट स्लाइड भनेको राष्ट्रिय निकुञ्जकैमा छौँ हामीहरू, नेपालका 12वटा राष्ट्रिय निकुञ्जकै कुराहरू गर्दैछौँ। अहिले तपाईँलाई थोरै मैले यो कुनै पार्टमा गएर नजोडिने भएको भएर तपाईँलाई यही बेला यही मौकामा चाहिँ भन्नुपर्छ भन्ने लागेर चाहिँ थोरै मैले इन्फर्मेसनको रूपमा चाहिँ जानकारीको रूपमा चाहिँ थोरै विश्वका केही राष्ट्रिय निकुञ्जहरूको चाहिँ कुराहरू चाहिँ स्लाइडमा नभएको कुरालाई चाहिँ थोरै समेटेँ मैले। ल ठिक छ साथीहरू, अब हामी चाहिँ हाम्रो अर्को स्लाइडतिर जाउँ। अब सुन्नुहोस्, अब स्थापना अनुसार हेर्नुहोस् साथीहरू, स्थापना अनुसार है, स्थापना अनुसार अब नेपालका राष्ट्रिय निकुञ्जहरू है। अब सलाम सब चिप बासु खसिरा एकछिन अब बिर्सिनु पर्यो साथीहरू है। सलाम सब चिप बासु खसिरा भन्ने जुन सूत्र छ नि, त्यसलाई एकछिनको लागि हजुरहरूले के गर्नु पर्यो, बिर्सिनु पर्यो। अब हामी चाहिँ अर्को सूत्रतिर जाँदैछौँ है। ल अबको सूत्र भनेको फेरि स्थापना अनुसार है, स्थापना अनुसार हेर्नुहोस् है। स्थापना अनुसार चाहिँ नेपालका राष्ट्रिय निकुञ्जहरू ची लौ सर सेख मसिबा सुप भन्ने सूत्र स्थापनाको अनुसार है। नेपालका राष्ट्रिय निकुञ्जहरू स्थापना अनुसार चाहिँ ची लौ सर सेख मसिबा सुप। ठिक छ। ल एकछिन हेर्नुहोस् त। ल ची भनेको के रहेछ, यसो यसो याद गर्नुहोस् न तपाईँ। एकछिन 1 मिनटको समय दिएँ मैले तपाईँहरूलाई। ची भनेको के हो, ल औ सरा एक ठाउँमा जोडेको छ, सेख मसिबा सुप। यसो यसो 1 मिनट समय दिएँ मैले तपाईँहरूलाई। त साथीहरू एकछिन हेर्नुहोस् त। ल के हुनु, ल हेर्नुहोस् त। ल अब सुन्नुहोस्, ची भन्ने बित्तिकै चितवन राष्ट्रिय निकुञ्ज हेर्नुहोस् है। ची भन्ने बित्तिकै चितवन राष्ट्रिय निकुञ्ज भन्ने कुरामा नो डाउट है। यो त धेरैचोटि कुरा आइसकेको छ। चितवन राष्ट्रिय निकुञ्ज को स्थापना कुराहरू 2030 सालमा नेपालको सबैभन्दा पुरानो जेठो है, पुरानो जेठो 2030 सालमा चाहिँ स्थापना भएको भन्ने कुरा छ। तर स्थापनाको समयमा यसको थोरै कुराहरूमा भूमिका बाँच्छु, किन चितवन राष्ट्रिय निकुञ्जको सोध्न सक्ने सम्भावना बोकेको हो है। चितवन 2030 सालमा चाहिँ स्थापना भएको, स्थापनाको समयमा सुन्नुहोस् है, स्थापनाको समयमा जुन अहिले हामीले चाहिँ क्षेत्रफल भनेर पढिरहेका छौँ नि साथीहरू, त्यो स्थापनामा त्यति थिएन। स्थापनाको समयमा 932 वर्ग किलोमिटर थियो, जुन चाहिँ 2030 64। अब पुरै जान्नु पर्यो भने 2030 64 भने जानुहोस् है। 2030 64 स्थापनाको समयमा 932 है। स्थापनाको समयमा कति थियो त, 932 वर्ग किलोमिटर थियो के त, चितवन राष्ट्रिय निकुञ्ज। तर पछि केही भूभाग जोडेको हेर्नुहोस् है, पछि केही भूभाग जोडेको चाहिँ 2073 71 मा हो है। 2073 71 मा तपाईको चाहिँ ल केही भूभाग अब 932 बाट अहिले 952.36 छ है। 952.36 952.36 हेर्नुहोस् त। अहिलेको क्षेत्रफल भनेको 952.36 छ। यो भनेको 2073 71 मा 2073 71 मा अब यो चाहिँ कति हेक्टर जोडियो त, तपाईको 20.36 त्यस्तै हुन्छ होला है। 20.36 वर्ग किलोमिटर, 20.36 वर्ग किलोमिटर त्यति भूभाग जोडिएर चाहिँ 2073 71 मा चाहिँ 952.36 पुर्याइयो। तर चितवन राष्ट्रिय निकुञ्जको स्थापना कालमा चाहिँ 932 थियो, स्थापना चाहिँ 2030 64 मा है। अब जाउँ ल ओ सरा हेर्नुहोस् त।
लओसरा लओसरा भन्ने बित्तिकै सबै यिनीहरू चाहिँ कहिले स्थापना भएका हुन् त भन्दाखेरि 2032 मा। हेर्नुस् त लओसरा भन्ने बित्तिकै सबै कहिले त 2032 मा। लबसरा भनौँ न, लओसरा भन्दा लबसरा। ल भनेपछि लामटाङ, ब भनेपछि बर्दिया, स भनेको सगरमाथा, रा भनेको रारा। यी सबै लबसरा। हेर्नुस् है, लबसरा लबसरा भन्ने बित्तिकै सुन्नुस् है, ल भन्ने बित्तिकै के त, ल भनेको के अरे लामटाङ। सुन्नुस् है, लामटाङ पनि 2032 सालमा। अनि ब भन्ने बित्तिकै बर्दिया, बर्दिया पनि 2032 सालमा। स भन्ने बित्तिकै सगरमाथा, सगरमाथा पनि 2032 सालमा। ल अनि रा भन्ने बित्तिकै रारा, रारा पनि 2032 सालमा। तर यहाँ बर्दिया राष्ट्रिय निकुञ्ज, यस मध्येमा बर्दिया राष्ट्रिय निकुञ्ज हाम्रो लुम्बिनी प्रदेशमा, सुन्नुस् है, लुम्बिनी प्रदेशमा पर्ने भएको भएर, हेर्नुस् है, बर्दिया राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशमा पर्ने भएको भएर बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा अलिक विशेष जान्नु पर्यो। मेरो कुरा त्यही हो है, विशेष जान्नु पर्यो। विशेष भनेको अलिक जान्नु, किन त्यसबाट सोध्न सक्ने सम्भावना छ नि त, होइन र। अब बर्दिया राष्ट्रिय निकुञ्ज मैले भने नि अघि तपाईँलाई थोरै जोडिसकेको थिएँ मैले। बर्दिया राष्ट्रिय निकुञ्ज तपाईँको चाहिँ स्थापनामा यो चाहिँ तपाईँको के थियो त भन्दाखेरि साइक कर्णाली शिकार आरक्षकको रूपमा चाहिँ 32 सालमा चाहिँ साइक कर्णाली शिकार आरक्षकको रूपमा स्थापना भएको। अनि गएर तपाईँको चाहिँ 2041 सालमा चाहिँ यो आरक्षकको रूपमा हो फेरि है। 2041 सालमा धेरै बुकहरूमा मैले के देख्छु त भन्दाखेरि 2041 सालमा चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज चाहिँ सरी 41 सालमा चाहिँ 32 सालमा चाहिँ शिकार आरक्षक भनेर स्थापना गरियो। 41 सालमा चाहिँ राष्ट्रिय निकुञ्ज भनेको छ, त्यो एकदमै रङ हो साथीहरू। 41 सालमा चाहिँ राष्ट्रिय निकुञ्ज भनेर स्थापना गरिएको चाहिँ होइन। फेरि 41 सालमा चाहिँ साई बर्दिया वन्यजन्तु आरक्षक थियो। यो त बर्दियाको त फेरि म आफै बर्दियाको भएर धेरै कुराहरू मलाई थाहा छ है। 2032 सालमा सुन्नुहोस् है, 2032 सालमा चाहिँ यो बर्दिया राष्ट्रिय निकुञ्ज चाहिँ साई कर्णाली शिकार आरक्षक थियो। 32 सालमा त्यसरी स्थापना भयो। 41 सालमा आउँदाखेरि चाहिँ यसलाई साई कर्णाली शिकार आरक्षकबाट यसलाई चाहिँ के बनाइयो त भन्दाखेरि वन्यजन्तु आरक्षक बनाइयो के। कति सालमा त 2041 सालमा साई बर्दिया वन्यजन्तु आरक्षक भनेर बनाइयो है। साई बर्दिया वन्यजन्तु आरक्षक भनेर बर्दियामा पर्ने भएको। अनि 2045 सालमा हो यो फेरि। यसको चाहिँ तथ्याङ्क हेर्नुभयो भने 2045 सालमा यो बबैको पूर्व भागहरू, तपाईँ अहिले पनि पश्चिमतिरको साथीहरू हुनुहुन्छ भने त्यो क्रस गर्दै जानुभयो भने त्यो बबै पुल आउँछ, त्यो खोला आउँछ, त्योभन्दा पूर्वी साइडतिर त्यसको पनि केही भूभागहरू समेटेर 2045 सालमा, हेर्नुहोस् है, 2045 सालमा बबैको पूर्वी भागहरू समेटेर अनि बल्ल के गरियो त भन्दाखेरि साई बर्दिया राष्ट्रिय निकुञ्ज भनेर बनाइयो साथीहरू। साई बर्दिया राष्ट्रिय निकुञ्ज कहिले बनाइएको त खास 2045 साल। 2045 साल सुन्नुहोस् है, 2045 साल मङ्सिर 22 गते, सरी मङ्सिर 20 गते, नट 22 गते, मङ्सिर 20 गते। 2045 मङ्सिर 20 गते के गरियो त भन्दाखेरि बर्दिया साई बर्दिया राष्ट्रिय निकुञ्ज भनेर बनाइयो। कहिले त 2045 साल मङ्सिर 20 गते। मैले बर्दिया राष्ट्रिय निकुञ्जको अलिकति बढी विशेष भन्नुको कारणै त्यही हो, किन त यो चाहिँ हाम्रो लुम्बिनी प्रदेशभित्र पर्ने भएको भएर है। ठिक छ, अब झुकिनु न। बर्दिया राष्ट्रिय निकुञ्ज 2032 पढ्ने त हामीले 32 नै हो है। स भन्ने बित्तिकै सगरमाथा, रा भन्ने बित्तिकै रारा, सबभन्दा सानो अनि सबभन्दा अग्लो स्थानमा भएको। सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा अग्लो स्थानमा भएको राष्ट्रिय निकुञ्ज एक। अर्को के पनि भन्न सकिन्छ यसलाई, नेपालको पनि हो। अब विश्वको भएपछि नेपालको हुने नहुने कुरै भएन। ल अब सुन्नुहोस् है, त्यसो भए एउटा क्वेसन तपाईँलाई फेरि मैले सोधेँ, विश्वको अथवा नेपालको भनौँ न, विश्वको नभनौँ, नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज भनेको सगरमाथा राष्ट्रिय निकुञ्ज हो भने होचो चाहिँ कुन हो त? समुद्रदेखिको सबभन्दा नजिकको राष्ट्रिय निकुञ्ज कुन हो त? समुद्रदेखि टाढाको चाहिँ सगरमाथा राष्ट्रिय निकुञ्ज हो। ठिक छ, यसमा नो डाउट, कुनै समस्या भएन, पढ्दै आउनुभएको कुरा त्यही हो। तर मेरो प्रश्न के हो त भन्दाखेरि सबैभन्दा अग्लो स्थानमा सगरमाथा हो भने होचो समुद्रदेखिको नजिक पर्ने राष्ट्रिय निकुञ्ज कुन हो त? ल
ल मैले भने नि सर 2041 मा फेरि पनि भन्छु मैले 2041 मा साइबरदिया वन्यजन्तु आरक्षकको रूपमा चाहिँ स्थापना भएको। तपाईलाई मलाई मेसेज गर्नु, तपाईलाई म त्यसको चाहिँ डकुमेन्टै देखाइदिन्छु है सर। मलाई देवेन्द्र बुढा सरले चाहिँ यहाँ 41/5/11 को के हो त सर भन्नुभएको छ। 2041/5/11 भनेको साइबरदिया वन्यजन्तु आरक्षकको रूपमा स्थापना भएको हो। ल अब बुझ्नुभयो देवेन्द्र बुढा सरले 2041/5/11 मा चाहिँ साइबरदिया वन्यजन्तु आरक्षकको रूपमा चाहिँ स्थापना भएको। तर हाम्रो चाहिँ अहिले चाहिँ केमा छ यो बर्दिया भनेपछि त राष्ट्रिय निकुञ्जमा छ। कुरा बुझ्नुभयो? राष्ट्रिय निकुञ्जमा छ। राष्ट्रिय निकुञ्ज चाहिँ 2045 मङ्सिर 20 गते। ल समुद्रदेखिको सबैभन्दा नजिकको सोधिरहेको छु मैले है। समुद्रदेखिको सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्ज कुन हो भनेर सोधिरहेको छु। यसको चाहिँ करेक्ट एन्सर भनेको शुक्लाफाटा हो। यसको चाहिँ करेक्ट एन्सर भनेको शुक्लाफाटा है। शुक्लाफाटा सबैभन्दा अग्लो स्थानमा है, सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज हो भने सबैभन्दा कम उचाइमा रहेको शुक्लाफाटा। कुरा बुझ्नुभयो? जसको चाहिँ समुद्री उचाइ, समुद्रीको सतहबाटको उचाइ भनेको 90 देखि 270 भन्छ। हेर्नुहोस् है, 90 देखि 270 मिटरको उचाइमा छ। 90 देखि 270 मिटरको उचाइमा छ शुक्लाफाटा। कुरा बुझ्नुभयो? अग्लो स्थान भनेपछि अब सगरमाथा 8848 भन्दा त्यति उचाइसम्म भएको है। अब कुनै डाउट छ त? छैन। अब सी भन्ने बित्तिकै साथीहरू शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज। हेर्नुहोस् है, सी भन्ने बित्तिकै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज। ए सरी सी भने शिवपुरी होइन है, सरी है। ची लौसारा 2040 शिवपुरी 40 मा होइन नि त। सी भन्ने बित्तिकै तपाईँको से होला त्यो स। एकैछिन है, 1 2 3 4 5 6 7 8 9 10 सी भन्ने बित्तिकै ल हेर्नुहोस् है, ची लौसारा से, यहाँनिर अलिकति मिस्टेक भएछ। ची लौसारा से होला यो, सी है, सी है यो। ल कुरा बुझ्नु, सी होइन है, त्यहाँ से। हेर्नुहोस् त, ची लौसारा सेख मसिबा सुप हो नि त, त्यहाँ सी भएछ। से भन्ने बित्तिकै से फोक्सुन्डो। सुन्नुहोस् है, से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज। त्यहाँ माथि सूत्रमा हेर्नुहोस् न, ची छ यहाँ, चीको कुरा गरियो हामीहरूले। अनि लौसारा भन्ने बित्तिकै लौसाराको कुरा गरियो, से आयो, सेको कुरा आउनु पर्यो यहाँ, सी होइन। मसिबा यहाँ सी हुनुपर्ने, मसिबा सुप हो। ल हेर्नुहोस् है, से भन्ने बित्तिकै से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज। से भन्ने बित्तिकै से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज। से फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल अघि हामीले कुरा गऱ्यौँ, सबभन्दा ठुलो भनेर कुरा गरेका थियौँ। अब यसको स्थापना चाहिँ 2040 सालमा है। 2040 सालमा चाहिँ स्थापना भएको कसको त? से फोक्सुन्डो राष्ट्रिय निकुञ्जको है। यहाँ अलिकति मिस्टेक भएछ है। से फोक्सुन्डोको चाहिँ 2040 सालमा। ख भन्ने बित्तिकै खप्तड है, ख भन्ने बित्तिकै खप्तड। खप्तड चाहिँ कहिले? हेर्नुहोस् त साथीहरू, खप्तड कहिले स्थापना भएको? अब थोरै राजस्व सङ्कलन गर्ने राष्ट्रिय निकुञ्ज भनेर अघि कुरा गरिसकेको छु मैले, 2042 सालमा। ल अब म भन्ने बित्तिकै मकालु बरुण राष्ट्रिय निकुञ्ज है। मकालु बरुण राष्ट्रिय निकुञ्ज 2048 सालमा। मकालु बरुण 2048 सालमा भन्ने कुरा भयो। ल अनि यसले चाहिँ ओगटेको जिल्ला सोच भनेर अघि मैले कुरा गरिसकेको छु। सो भन्ने बित्तिकै सोलुखुम्बु, स भन्ने बित्तिकै शङ्खसभा है। अब मसी, अब बल्ल त्यहाँ सी आउनु पर्यो कि, मसी सेख मसी, सी यहाँनिर सी छुटेछ। ची लौसारा सेख मसिबा, यहाँनिर सी हुनुपर्ने हो है।
यहाँ चाहिँ सी हुनु पर्यो है। ल सुन्नुस् है, अब सी भन्ने बित्तिकै शिवपुरी नागार्जुन है, शिवपुरी नागार्जुन चाहिँ 2058 सालमा, शिवपुरी नागार्जुन 2058 सालमा है, शिवपुरी नागार्जुन 2058 सालमा यसको चाहिँ स्थापना भएको। शिवपुरी नागार्जुन भएको त कति सालमा हो? अघि पनि मैले तपाईँलाई भने 65 मा, 2065 11-12 मा है, 2065 यहाँ लेखिदिन्छु म, 2065 11-12 मा चाहिँ नागार्जुनको केही भूभागहरू समेटेर, सुन्नुस् है 2065 11-15 मा नागार्जुनको केही भूभागहरू समेटेर, केही भूभाग भनेको नागार्जुन जङ्गलको तपाईको चाहिँ समेटेर चाहिँ स्थापना कालमा चाहिँ 145 थियो, अनि पछि चाहिँ 159 भनेपछि तपाईको स्थापना त्यसमा चाहिँ लगभग 14 वर्ग किलोमिटरको चाहिँ फरक देखिन्छ 145 र 159 मा। सो पछि चाहिँ 14 वर्ग किलोमिटर चाहिँ नागार्जुनको जङ्गललाई समेटेर चाहिँ शिवपुरी नागार्जुन बनाइएको भन्ने कुरा चाहिँ खप्तड राष्ट्रिय निकुञ्जको त मैले भने 2042 सालमा, खप्तड राष्ट्रिय निकुञ्ज भनेको 2042 सालमा, 2042 सालमा खप्तड राष्ट्रिय निकुञ्ज। राजपत्रमा चाहिँ सुन्नुहोस् है, यसको फेरि एकदमै कन्फ्युजन छ। राजपत्रमा चाहिँ खप्तड राष्ट्रिय निकुञ्जको राजपत्रमा चाहिँ 2043 3/9 हो, फेरि राजपत्रमा चाहिँ 2043 3/9 हो, तर स्थापना चाहिँ खप्तडको 2042 भन्छ है। ल अब बा भन्ने बित्तिकै बाँके राष्ट्रिय निकुञ्ज, अब मकालु बरुणको मैले त्यो लेख्दै छ त 2048 भनेर, मकालु बरुणको 2048 भनेर लेख्दै छ त यहाँ है, 2048 भनेर मकालु बरुणको स्थापना भनेर है, मकालु बरुणको स्थापना चाहिँ 2048 मा भएको हो भन्ने कुरा भयो। ल अब सुन्नुहोस् है, बाँके राष्ट्रिय निकुञ्ज, बा भन्ने बित्तिकै बाँके राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज 2067 67, यसको चाहिँ झन् तपाईँले पूर्ण डेटै जान्नु पर्यो, 3/28 भन्छ, असार 28 मा, 3/28 मा 2067 3/28 मा चाहिँ यसको स्थापना भएको। यो 3/28 त किन जान्नु पर्यो त भन्दाखेरि कालापत्थर मन्त्री परिषदको मिटिङ पनि 3/28 मै भएको नि त, त्यही बेला घोषणा गरेको भनेपछि त मिटिङ पनि त्यही बेला बस्नु पर्यो हो। बाँके राष्ट्रिय निकुञ्ज चाहिँ 2067 3/28 मा चाहिँ बाँके राष्ट्रिय निकुञ्ज चाहिँ स्थापना भएको भन्ने कुरा पनि आयो है। ल अब सु हेर्नुस् त, ल सु भन्ने बित्तिकै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, सु भन्ने बित्तिकै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज। अब यसमा चाहिँ 2073 भन्ने छ, हेर्नुहोस् है। अब यसमा तपाईँलाई थोरै म क्ल्यारिटी पारिदिन्छु। ल म आउँछु एकछिन बर्दियामा, फेरि आउँछु है म, अखिलेश सर म एकछिनमा आउँछु है बर्दियामा, यति सक्नु दिनुहोस्, अनि म बर्दियाको फेरि तपाईँलाई क्लियर पारिदिन्छु। सु भन्ने बित्तिकै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज है, सु भन्ने बित्तिकै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज। अब तपाईँले यसको चाहिँ यो चाहिँ वन्यजन्तु आरक्ष थियो पहिला है, यो चाहिँ के थियो त भन्दाखेरि वन्यजन्तु आरक्षको रूपमा चाहिँ स्थापना भएको। यो कति सालमा त 2031 सालमा, हेर्नुहोस् है 2031 सालमा, एकदमै याद गर्नुहोस् है, 2031 सालमा शुक्लाफाटा वन्यजन्तु आरक्षको रूपमा स्थापना भएको, 2031 सालमा छ। हेर्नुहोस् है 2031 सालमा छेकिन्छ है, म यता साइड लाएर भन्छु, 2031 सालमा शुक्लाफाटा वन्यजन्तु आरक्षको रूपमा स्थापना भएको साथीहरू है। तर यसलाई 2073, यहाँ 73 लेखेको छु मैले, 73 11/9 मा, 2073 11/9 मा, 2073 11/9 मा के गरियो त भन्दाखेरि शुक्लाफाटा राष्ट्रिय निकुञ्ज बनाइएको हो है। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज यो धेरै ग्याप भएको भएर चाहिँ 73 मानेको होला सरकारले चाहिँ,
किनभने 31 सालमा स्थापना भएको चिजलाई 73 सालमा चाहिँ राष्ट्रिय निकुञ्ज बनाइयो। धेरै ग्याप भएको भएर चाहिँ 73 मानेको हुनसक्छ। तर माथि हेर्नु त बर्दिया राष्ट्रिय निकुञ्जको त्यति धेरै ग्याप छैन नि त हो, त्यो धेरै ग्याप छैन। 32 सालमा चाहिँ शिकार आरक्ष भयो, 41 मा चाहिँ वन्यजन्तु आरक्ष भयो, 45 मा चाहिँ के भयो त राष्ट्रिय निकुञ्ज भयो। धेरै ग्याप नभएको भएर चाहिँ 32 नै मानेको हुनसक्छ बर्दियालाई चाहिँ। तर यिनीहरूको चाहिँ ग्याप धेरै भयो नि त। 31 सालमा चाहिँ वन्यजन्तु आरक्षको रूपमा स्थापना भएको संरक्षित क्षेत्र 73 सालमा चाहिँ राष्ट्रिय निकुञ्ज रूपान्तरित हुनु त धेरै ग्याप छ नि त। 30-40 वर्षको ग्याप छ, लगभग 40 वर्षको ग्याप छ। त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ हामीले चाहिँ 73 भनेर पढेको हो, एउटा त्यो पनि कारण हुनसक्छ। ल 2073 11/9 मा चाहिँ शुक्लाफाटा राष्ट्रिय निकुञ्जलाई रूपान्तरण गरियो भनेर पढ्नुहोस्। स्थापना त अब यसको स्थापनै त अब शुक्लाफाटा वन्यजन्तु आरक्षको रूपमा चाहिँ 31 सालमा देखिरहेको छ। तर रूपान्तरित गरियो, राष्ट्रिय निकुञ्जको रूपमा चाहिँ नामाकरण गरियो भनेर पढ्दा पनि भयो शुक्लाफाटा राष्ट्रिय निकुञ्ज है। ठिक छ, यसमा कुनै डाउट नराख्नुहोस्। अब अर्को सुन्नुहोस् है, अब अर्को भनेको पर्सा राष्ट्रिय निकुञ्ज। ल पर्सा राष्ट्रिय निकुञ्ज सुन्नुहोस् है, यो पनि स्थापना चाहिँ वन्यजन्तु आरक्षको रूपमा स्थापना भएको हो। पर्सा पनि वन्यजन्तु आरक्षको रूपमा चाहिँ स्थापना भएको हो है। यो चाहिँ कति सालमा वन्यजन्तु आरक्षको रूपमा स्थापना भयो त भन्दाखेरि 2040 सालमा है। 2040 सालमा चाहिँ स्थापना भयो। हेर्नुहोस् है, यो चाहिँ वन्यजन्तु आरक्षको रूपमा चाहिँ 2040 सालमा स्थापना भयो हो। 2040 सालमा चाहिँ निकेश सर 2040 सालमा चाहिँ सुन्नुहोस् है, 2040 सालमा चाहिँ पर्सा राष्ट्रिय निकुञ्ज चाहिँ वन्यजन्तु आरक्षको रूपमा चाहिँ स्थापना भयो। अनि तपाईँको चाहिँ यो 74/3/19 मा 74/3/19 मा 3/19 मा राष्ट्रिय निकुञ्जको रूपमा रूपान्तरित भयो, राष्ट्रिय निकुञ्जको रूपमा चेन्ज भयो। अब यसरी हेर्दाखेरि चाहिँ नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज कुन देखियो त? पर्सा राष्ट्रिय निकुञ्ज। ल अब के सोध्नु छ भन्नुहोस् त। ल के सोध्नु सर, मैले यस्तो यस्तो पढाएको थिएँ, तपाईँले एउटा कुरा देखाइराख्नु भएको छ भन्ने लागेको छ भने पनि प्लिज सोध्नुहोस्। फेरि मसँग त्यत्तिकै हावाहुरीमा बोलेको छैन, तथ्याङ्कमा चाहिँ 2041-28 होइन र के सर? 2041-28 होइन र भन्नुभएको छ, के चाहिँ सर भन्नुहोस् त? ल बर्दिया राष्ट्रिय निकुञ्जको कुरा भन्दै हुनुहुन्थ्यो, सुन्नुहोस् है। अब म बर्दिया राष्ट्रिय निकुञ्जको चाहिँ अहिले चाहिँ तपाईँलाई म त्यो है अहिले चाहिँ तपाईँलाई म ठ्याक्क त्यो मलाई व्हाट्सएप गर्नु होला, म तपाईँलाई त्यो एउटा डकुमेन्टै देखाउँछु म है। तपाईँ त्यसमा क्लियर भइन्छ है, त्यसमा क्लियर भइन्छ। 41-28 राष्ट्रिय निकुञ्जको रूपमा स्थापित भन्नुभएको होला, त्यो गलत हो सर है। त्यसमा म तपाईँलाई प्रमाणै सहित भनिदिन्छु म है। 2045 मङ्सिर 20 गते बबेको पूर्वी भागलाई समेटेर राष्ट्रिय निकुञ्ज बनाएको भन्ने कुरा त डेटै छ, त्यसको चाहिँ उदै छ कि हामीसँग चाहिँ के भन्ने त्यसलाई अब दस्तावेज नै छ है। ल ठिक छ, अब क्वेसनतिर जाउँ सर भन्ने कुरा गर्नुभएको छ। म केही क्वेसनहरू तपाईँहरूलाई यसो देखाउँछु नि है। ल यसमा छ कि कुन स्लाइडमा छ है? अब यहाँ चाहिँ सुन्नुहोस् है, यहाँ चाहिँ पूर्वदेखि पश्चिम है। 41-28 भन्नुभयो है, सुन्नुहोस् 41-28 पर्सा राष्ट्रिय निकुञ्जको चाहिँ यो चाहिँ म तपाईँलाई राजपत्रमा सूचना प्रकाशित भएको मिति भन्नुभयो तपाईँले। सुन्नुहोस् है, पहिला त मन्त्री परिषदबाट निर्णय गर्ने होला नि त, मन्त्री परिषदबाट निर्णय गर्ने होला नि त सर है। जहिले पनि राष्ट्रिय निकुञ्जहरू पहिला मन्त्री परिषदले निर्णय गर्छ, अनि निर्णयको आधारमा केही समय लगाएर अथवा त्यही बेला तपाईँ राजपत्रमा राखिन्छ। फेरि राजपत्र, त्यही भएर हेर्नुहोस् न, तपाईँले निर्णय गर्ने समय एउटा देखाउँछ, राजपत्रमा राखेको कुरा अर्को देखाउँछ कि। फेरि तपाईँले भन्नुभएको 2041-28 होइन र भन्नुभएको छ नि, त्यो भनेको पर्सा वन्यजन्तु आरक्षलाई राजपत्रमा प्रकाशित गरेको। ल अब मैले यति क्लियर पारेँ तपाईँलाई।
है 2041-28 भनेको राजपत्रमा सूचना प्रकाशित गरेको भनेर बुझ्नुस्। तर स्थापना मन्त्री परिषदको क्याबिनेटले भन्नुस् अझै क्याबिनेटले 2040 सालमा। ठीक छ, धेरै कुरा सम्झिनु पर्ने छ, गाह्रो छ नि त है। ल अब यो पूर्वदेखि पश्चिम भनेर तपाईलाई एउटा सूत्र छ के देवेन्द्र सर, क्लियर हुनुभयो। अब 2040 सालमा चाहिँ मन्त्री परिषदले चाहिँ निर्णय गरेको हो है। अनि 41 तपाईले भन्नुभएको 28 भनेको छ नि, त्यो चाहिँ राजपत्रमा चाहिँ सूचना प्रकाशित गरेको मिति हो। ठीक छ। ल अब पूर्वदेखि पश्चिमतिरका राष्ट्रिय निकुञ्जहरू क्रमबद्ध रूपमा जान्नु पर्यो। यो तपाईलाई खरदारमा पनि कहिलेका सोधेको देखिन्छ। खरदार सुब्बा अफिसरतिर यो राष्ट्रिय, यो त अब अफिसरमा त हरेक कुरा जान्नुपर्छ हो। पूर्वदेखि पश्चिमका राष्ट्रिय निकुञ्ज, ल यो चाहिँ मसला सिप चिबासे बारा खसु भनेछ। हेर्नुहोस् है, मसला सूत्र मसला सिप चिबासे बरा खसु, यो भनेको चाहिँ पूर्वदेखि पश्चिमतिरका राष्ट्रिय निकुञ्जलाई क्रमबद्ध रूपमा चाहिँ लेखिएको के। यो टिपिहाल्नुहोस् त, ल यो सूत्र टिपिहाल्नुहोस् त। मसला सिप चिबासे बरा खसु। ल बर्दियाको फेरि भनिदिनुहोस् न भन्नुभएको छ। म बर्दियातिर गएँ, तपाईहरु धेरैलाई कन्फ्युजन भएको देखियो बर्दियामा चाहिँ। म बर्दियाको चाहिँ फेरि एकचोटि भनिदिन्छु है। ल अब बर्दियाको सुन्नुहोस् है साथीहरु। अब यसमा चाहिँ थोरै म तपाईलाई चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जको चाहिँ क्लियर पार्छु है, ताकि तपाईलाई बर्दिया राष्ट्रिय निकुञ्जको धेरै कन्फ्युजन भएको देखिरहेको छु मैले। ठिक छ साथीहरु, यो चाहिँ सूत्र टिपिहाल्नुहोस् है। सूत्र टिप्नुहोस् अनि सूत्र अनुसार राष्ट्रिय निकुञ्ज कुन कुन हो के हो ठ्याक्कै मिल्छ है। बर्दिया राष्ट्रिय निकुञ्ज हेर्नुहोस् है, किनभने ठिक छ तपाईले बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा बुझ्न चाहनुभयो, किनभने यो आफैमा पनि हामीले लुम्बिनी प्रदेशको तयारी गर्दै गर्दाखेरि बर्दिया राष्ट्रिय निकुञ्ज आफैमा बर्दिया जिल्लामा पर्ने र लुम्बिनी प्रदेशमा पुरै लुम्बिनी प्रदेशमा पर्ने भएको भएर विशेष इम्पोर्टेन्ट पनि भयो। हेर्नुहोस् है, बर्दिया राष्ट्रिय निकुञ्ज तराईको सबैभन्दा ठुलो, तराईको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज है। यसो हेरौँ न, ल बर्दिया राष्ट्रिय अलि एकछिन आउँला त्यो। अब यसको चाहिँ छोएको जिल्ला सुन्नुहोस् है, छोएको जिल्ला भनेपछि बर्दिया मात्रै पर्छ। मैले कति बुकमा चाहिँ सुर्खेत लेखेको देख्छु। अब छोडिदिनुहोस्, उहाँले कहाँ के हेर्नुभयो सुर्खेत लेख्नुभयो मलाई थाहा भएन, तर मध्यवर्ती क्षेत्रले चाहिँ सुर्खेत पनि छोएको छ। त्यसमा फेरि म घमण्ड गर्दैन, त्यसमा फेरि म जिद्दी गर्दैन। तर राष्ट्रिय निकुञ्जले छोएको जिल्ला भनेको चाहिँ बर्दिया जिल्ला मात्रै हो है। अब यसको क्षेत्रफलको कुरा 908 अघि आइसकेको छ। क्षेत्रफल 908 सरी। अब यो पछि तपाईले अर्को जान्नुपर्ने कुरा के भयो त भन्दाखेरि स्थापना। एकदमै कन्फ्युजन भएको स्थापना हैन र, एकदमै कन्फ्युजन भएको भनेको स्थापना। ठीक छ। अब स्थापना हेर्नुभयो भने 2032 साल भनेछ। 2032 सालमा चाहिँ यो स्थापना भयो। हेर्नुस् है, म यहाँ लेखिदिन्छु। 2032 सालमा यो चाहिँ स्थापना भयो है। के को रूपमा स्थापना भयो त भन्दाखेरि साई कर्णाली शिकार आरक्ष। हेर्नुस् त, साई कर्णाली, मैले ग्रुपमा एक दुईचोटि क्वेसन पनि हाल्न लगाएको छु। यो साई कर्णाली शिकार आरक्ष, साई कर्णाली शिकार आरक्ष 2032 सालमा चाहिँ साई कर्णाली शिकार आरक्षकको रूपमा चाहिँ स्थापना भएको भन्ने कुरामा समस्या भएन है। अब जाउँ साई कर्णाली शिकार आरक्ष पछि है 2041 सालमा 2041 सालमा सुन्नुहोस् है, 2041 सालमा यो चाहिँ के भयो त भन्दाखेरि साई बर्दिया वन्यजन्तु आरक्ष भयो। बर्दिया आरक्ष भयो।
हेर्नुहोस् है 41 सालमा चाहिँ साइबर्दिया वन्यजन्तु आरक्ष भयो। अनि 2045 मङ्सिर 20 गते मङ्सिर 20 लेखौँ न ल, सबै डेट लेखौँ। मङ्सिर 20 गते बबईको पूर्वी भागहरूलाई समेटेर, हेर्नुहोस् है, बबईको पूर्वी भागहरूलाई समेटेर के गरियो त भन्दाखेरि साइबर्दिया राष्ट्रिय निकुञ्ज भनियो। लेखिन त यहाँ ल, साइबर्दिया राष्ट्रिय निकुञ्ज भनियो बबईको पूर्वी भागलाई समेटेर। बबईको पूर्वी भागलाई समेटेर। ल ठिक छ सर, त्यो 41 साल लेखेको छ नि, गलत लेख्यो। अब के गर्ने त, त्यो गलत हो त्यो है, त्यो गलत हो। हामी सानो छँदा पनि त्यहाँ आरक्ष भनेर चाहिँ भन्ने गरिन्थ्यो क्या यो बर्दिया राष्ट्रिय निकुञ्जलाई है, आरक्ष भनिन्थ्यो। किनभने 41 सालमा त आरक्ष नै थियो नि त। त्यो 41 साल 32 सालतिर आरक्ष थियो। एकचोटि शिकार आरक्ष भयो, एकचोटि 41 सालमा चाहिँ वन्यजन्तु आरक्ष भयो है। आरक्ष नै भनिन्थ्यो त्यति बेला पनि। यो चाहिँ साइबर्दिया वन्यजन्तु आरक्ष चाहिँ 2041 सालमा भएको। 41 तपाईँको अझै यो राजपत्रको मिति अनुसार चाहिँ 2041 तपाईँको के भन्छ त्यो 41 तिर भनौँ न, 41 तपाईँको चाहिँ 5/11 तिर हो भनिन्छ। त्यो चाहिँ वन्यजन्तु आरक्षको रूपमा है, त्यो मिस्टेक हो। अब मिस्टेकै भनिदिन्छु म। अब कोसँग गएर बोल्नुपर्छ, म बोल्न सक्छु। हेर्नुहोस् है ल, यो चाहिँ तपाईँको के हो त भन्दाखेरि बर्दिया राष्ट्रिय निकुञ्जको कति सालमा चाहिँ शिकार आरक्ष भयो, कति सालमा वन्यजन्तु आरक्ष भयो, कति सालमा चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज भयो। अब यो साई भन्ने कुरा चाहिँ यो आन्दोलनपछि, जनआन्दोलन 62-63 पछि चाहिँ फेरि सबै यो साई भन्ने कुराहरू हटाइयो। अब साई अब त्यहाँ राष्ट्रिय निकुञ्जमा सबैमा साई जोडिन्थ्यो नि त हो। अनि तपाईँको त साई वायु सेवा निगम पनि भनिन्थ्यो, त्यहाँ पनि साई हट्यो। सबै यो राजाको सबै हटिसकेपछि, गणतन्त्र आइसकेपछि साई भन्ने कुरा चाहिँ हटेको। ल यसरी चाहिँ भएको यो साई भन्दाखेरि बर्दिया राष्ट्रिय निकुञ्जको। अब यो पूर्वदेखि पश्चिमतिरको चाहिँ यो मसला, सिप, चिबासे, बरा, खसु भनेको छ। ल हेर्नुहोस् त, अब म भनेको के हो, म भनेको ल हेर्नुहोस् त, म भनेको के हो, मकालु बरुण राष्ट्रिय निकुञ्ज। मकालु बरुण राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज। अब स भनेको सगरमाथा, ला भनेको लामटाङ, ल सी भनेको शिवपुरी नागार्जुन। यस्तो सी भएछ, ल ठिकै छ, शिवपुरी नागार्जुन। ची भनेको चितवन, हुन्छ हुन्छ, बाँकीको पनि आउँछ है म। बा भनेको बाँके, बा भनेको बाँके, कहाँ छ अरू। से भनेको सेफोक्सुन्डो, सेफोक्सुन्डो। ब भनेको बर्दिया, रा भनेको रारा, ख भनेको खप्तड, अनि गएर सु भनेको शुक्लाफाटा।
ल सृजना पाण्डे म्यामले चाहिँ सर यो बाँकेको पनि यस्तरी नै भनिदिनुहोस् न भन्नुभएको छ। ठिक छ, यो बाँकेको चाहिँ अब त्यति धेरै यसको चाहिँ भर्खरै 67 साल तपाईँको 3 महिना 28 गते स्थापना भएको धेरै इतिहास बोकेको त होइन, इतिहास धेरै पुरानो होइन भन्न खोजेको मैले। यसको चाहिँ बाँके राष्ट्रिय निकुञ्ज बाघ संरक्षणको लागि नै स्थापना गरिएको हो है। बाँके राष्ट्रिय निकुञ्ज भनेको बाघ संरक्षण गर्ने हेतुले अथवा बाघ संरक्षण गर्ने नियतले, बाघ संरक्षण गर्ने तपाईँको चाहिँ उद्देश्य राखेर चाहिँ स्थापना गरिएको हो बाँके राष्ट्रिय निकुञ्ज है। सो बाँके राष्ट्रिय निकुञ्जले छोएको जिल्लाको त मैले अघि पनि कुरा गरेँ, समय हामीसँग धेरै भइसक्यो जस्तो छ है। ठिक छ, भएको हुन्छ, ल हामी निर्धारित समयमै छौँ। बाँके राष्ट्रिय निकुञ्ज हेर्नुहोस् है, म बाँकेको पनि अलिकति लेखिदिएँ। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रफल हेर्नुहोस् है, बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल सजिलो छ, 550 वर्ग किलोमिटर। बाघ संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज। अनि 2067 328 328 मा स्थापना गरिएको हो। 550 नै हो, मैले 550 नै है। 67 328 550 वर्ग किलोमिटर बादास छोएको जिल्ला, बादास छोएको जिल्ला, बाँके, दाङ, सल्यान। अरू अब यो कालापत्थरको मन्त्री परिषदले निर्णय गरेको भन्ने कुरा पनि बुझ्नु पर्यो। कालापत्थर भनेको एउटा ठाउँ हो, त्यहाँ चाहिँ कुनै बेला हिउँ थियो अरे, अहिले काला पत्थरमा रूपान्तरण भएको छ। त्यो जलवायु परिवर्तनले असर गरेको एकदमै अहिलेको हामीले जेनेरेसनले देख्ने के, कुनै समयमा हिउँ तर अहिले चाहिँ पुरै काला पत्थरमै रूपान्तरण भएको ठाउँ। त्यो चाहिँ काला पत्थर भन्ने ठाउँमा चाहिँ अब त्यति बेला मालदिप्सले पनि मन्त्री परिषदको मिटिङ राखेको थियो। मालदिप्सले समुद्र मुनि राखेको थियो। सबै देशहरूले आफ्नो तरिकाले उनीहरूलाई फेरि समुद्रले असर गरिरहेको छ, उनीहरूको देश डुब्ने कुरा छ। त्यो समुद्रको चाहिँ पानीको त्यो उचाइले गर्दाखेरि, सी लेभलले गर्दाखेरि, समुद्रीको त्यो पानीको के भन्ने हाइटले उचाइले गर्दाखेरि अब बिस्तारै बिस्तारै मालदिप्स पनि डुब्ने भन्नेको त्यो पनि उनीहरूको जलवायु परिवर्तनले असर गरेको नि त उनीहरूलाई। उनीहरूले चाहिँ समुद्र मुनि चाहिँ मन्त्री परिषदको बैठक राखेका थिए। नेपालले चाहिँ हाम्रो चाहिँ हिमालहरू रित्तिए, हाम्रो हिमालहरूमा चाहिँ हिउँहरू रित्तिए भनेर त्यो देखाउनको लागि चाहिँ कालापत्थर मन्त्री परिषद बैठक राखिएको थियो। त्यो कालापत्थर मन्त्री परिषदको बैठक पनि 2067 328 नै हो। त्यो मन्त्री परिषदले घोषणा गरेको राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज साथीहरू। ठिक छ, ल अब ठिक छ, यो तपाईँको चाहिँ इकोसिस्टमहरू, पारिस्थितिकीय प्रणालीहरू कति कति छन् भन्ने है। फेरि यहाँ पनि त्यही आयो, सलाम सबचिपा बासु खसिरा है। सलाम सबचिपा बासु खसिरा, यहाँ नम्बर छ 21 18 20 8 7 7 8 8 3 8 5 11 भनेको छ। यो चाहिँ तपाईँको इकोसिस्टम, इङ्ग्लिसमा हामी इकोसिस्टम भन्छौँ। हेर्नुहोस् है, इङ्ग्लिसमा हामी के भन्छौँ त, इकोसिस्टम भन्छौँ, पारिस्थितिकीय प्रणाली, पारिस्थितिकीय प्रणाली भन्छौँ। अब यो क्वेसन त धेरैचोटि सोधेको छ, नेपालमा कति पारिस्थितिकीय प्रणालीहरू छन् हो, अथवा कति प्रकारका पारिस्थितिकीय प्रणालीहरू छन्, ती मध्येमा कतिवटा चाहिँ संरक्षित क्षेत्रभित्र पर्छन् है। नेपाल, यो त सोधेको क्वेसन हो नि, नेपालमा कति प्रकारका, हेर्नुहोस् त, नेपालमा 2-3 चोटि सोधेको छ, नेपालमा कति प्रकारका पारिस्थितिकीय प्रणाली अथवा इकोसिस्टम भनौँ, इङ्ग्लिसमा इकोसिस्टम भन्छ हामीले, कति छन् भनेर सोधेको छ नि त, धेरैचोटि सोधेको। कर्णालीमा सोधेको छ है, कर्णालीमा सोधेको छ, अस्ति भर्खरै गण्डकी कता पनि सोधेको, गण्डकी कोशीतिर पनि सोधेको छ। यो जो सोधिराख्ने प्रश्न हो। नेपालमा जम्मा जम्मी 118 प्रकारका पारिस्थितिकीय प्रणाली छन् नेपालमा है, 118 छन्। अनि यो चाहिँ मैले खास देखाउन खोजेको के हो त भन्दाखेरि सलाम सबचिप बासु खसिरा, अनि यहाँ 21 यसको, लामटाङको 18,
मको 20 सको 8 यसरी देखाउन खोजेको मैले है। यसरी चाहिँ तपाईलाई कुन राष्ट्रिय निकुञ्जमा कतिवटा पारिस्थितिकीय प्रणाली छन् त्यो देखाउन खोजेको। अलि फोहोर भयो होला, मलाई यसलाई चाहिँ क्लियर गरिदिन्छु, अझै सजिलो हुन्छ तपाईहरुलाई। यो चाहिँ मेट्दिनु है, यो जाउ हो जन। ल यो चाहिँ तपाईले के बुझ्नु पर्यो त भन्दाखेरि खसिरा है। यो सुता त्यतै हो नि त, सलाम सब चिप बासु खसिरा, सलाम सब चिप बासु खसिरा। त्यो अनुसार तपाईले हेर्नुस् है, 1 2 3 4 5 6 7 8 9 10 11 12 वटा, ठ्याक्कै 12 वटा चाहिँ पारिस्थितिकीय प्रणाली छन्। ठ्याक्कै म्याच गरेर यो टिपिहाल्नुस्, म्याच गरेर कसमा कति पर्दैछन् भनेर। फेरि क्वेसन छ अहिले, कुनमा धेरै छ कुनमा थोरै छ भनेर सोध्छ है। नेपालमा 118 प्रकारका पारिस्थितिकीय प्रणालीहरू छन् अथवा इकोसिस्टमहरू छन्। त्यो मध्येमा 80 वटा संरक्षित क्षेत्रभित्र पर्छन्। 80 वटा चाहिँ 80 वटा संरक्षित क्षेत्रभित्र है, क्षेत्रभित्र। बाँकी कति भयो त? 80 90 100 10 38 वटा। 38 वटा चाहिँ संरक्षित क्षेत्र बाहिर, अब वन जङ्गलहरुमा 38 वटा चाहिँ बाहिर। ल ठीक छ, बाहिर भनेको चाहिँ संरक्षित क्षेत्रदेखि बाहिर पर्छ भन्ने। यो इम्पोर्टेन्ट क्वेसन हो, एकदम इम्पोर्टेन्ट, सोध्छ है, सोधिरहेको क्वेसन हो। फेरि लोकसेवा आयोगमा रिपिट हुन्न है सर भन्ने कुरा पनि हुँदैन, फेरि रिपिट हुन्छ हो। ल साथीहरु, क्वेसन एन्सर चाहिँ यही थियो। अब समय पनि सकिसकेको छ है। यहाँ चाहिँ मैले क्वेसनहरु पनि ल्याएको थिएँ है। टन्नै छ, आज धेरै पढाउँछु भने त ठिक छ। आज अलिकति समय लगाएको छु मैले। विगत सोधेका प्रश्नहरु पनि छन्, हामी छलफल गर्छौँ साथीहरु। भोलिको क्लासमा चाहिँ म तपाईलाई संरक्षण क्षेत्रको कुरा गर्छु, शिकार आरक्षको कुरा गर्छु, अनि गएर तपाईको चाहिँ वन्यजन्तु आरक्षको कुरा गर्छु। अनि त्यसपछि बाँकी रहेका प्रश्नहरुको बारेमा करिब 50-60 वटा प्रश्नहरु छन्, विगतमा सोधिएका, नसोधिएका, सोध्न सक्ने, यी सबै बारेमा भोलिको क्लासमा हामी विशेष छलफल गर्ने बाचा गर्दै, र जो साथीहरु चाहिँ फेसबुकबाट क्लास लिइराख्नु भएको छ है, जो साथीहरु चाहिँ फेसबुकको लाइभ क्लास लिइराख्नु भएको छ, प्लिज एम्बिसन गुरुको एप इन्स्टल गरेर तपाईले एम्बिसन गुरुको एपबाट क्लास लिन सक्नुहुन्छ। त्यहाँबाट लिँदा फेरिको फाइदा के हो त भन्दाखेरि तपाईले कमेन्ट्सहरु गर्न सक्नुहुन्छ। आफूले पढेका र सोध्न सक्ने प्रश्नहरु तपाईले सोध्न सक्नुहुन्छ, इजिली सोध्न सक्नुहुन्छ। र भोलिका दिनदेखि तपाईहरुले चाहिँ एम्बिसन गुरुको एपबाट क्लास लिनुहुन्छ भन्ने बाचा गर्दै आजको क्लासबाट म सहजकर्ता, वनरक्षक सहजकर्ता प्रकाश काफले बिदा हुन चाहन्छु। बाँकी कुरा हामी भोलि छलफल गर्ने बाचा गर्दै आजको लागि यति नै। हस्त, धन्यवाद, शुभरात्रि, गुड नाइट।